हेराइद्वारा प्रदान गरिने जानकारी तथा विचारहरू केवल शैक्षिक उद्देश्यका लागि मात्र हो। यसलाई वित्तीय, लगानी वा ट्रेडिङ सल्लाहको रूपमा नलिनुहुन अनुरोध गर्दछौँ। हेलो नमस्ते सबैजनालाई हेराइ एकाडेमीमा वेलकम छ। लेसन 4 व्हाट इज एसएमसी। आज हामी मेन टपिकमा अब छिर्दैछौँ। हाम्रो फाउन्डेसन भिडियो सकियो हैन, 3टा मात्रै थियो जो बेसिक्स थिए र थाहा हुनुपर्ने कम्पलसरी थियो बिगिनर्सको लागि। जसलाई थाहा छैन त्यो डाइरेक्टली यसमा पनि आउन पाए हैन, बट सजेस्ट गर्छु कि एकचोटि हेर्नुहोस्, हेर्दैमा केही जान्नेवाला छैन हैन। मेरो भन्ने शैली हैन, सो गर्ने शैली, सिकाउने शैली लाई सायद त्यसले बुझ्नलाई हेल्प गर्न सक्छ। सो त्यो भएर पनि तपाईँले त्यसलाई हेर्ने गर्नु है त। र आज हामी पढ्नेवाला छौँ, सिक्नेवाला छौँ भनौँ बेसिकली लेसन 4 मा कि व्हाट इज एसएमसी, एसएमसी के हो त, अनि त्यसमा रिटेल ट्रेडर्स भनेको के हो, इन्स्टिट्युसनल ट्रेडर्स भनेको के हो। किनभने यदि तपाईँले ट्रेड गर्ने अनि तपाईँलाई यदि थाहा नै भएन के हो कसो हो भनेर हैन, थाहा नै छैन एसएमसी के हो भनेर, त्यो भयो भने त फेरि मजा भएन नि। एसएमसी सिक्न आउनु भएको छ हैन, अभियसली इट्स के अरे हेराइको भर्जन भए पनि थाहा त हुनु पऱ्यो नि त हैन। त्यसपछि अनि आज हामी फेरि डिस्कस गर्छौँ लेसन 4 को मेन टपिकमा एचएच, एचएल, एलएच र एलएल। यो टर्म तपाईँले पक्कै पनि सुन्नु भएको छ हैन। र आज हामी यो टर्ममा छिर्छौँ। यो टर्म बुलिश ट्रेन्ड, बियरिश ट्रेन्ड दुईटा ट्रेन्डमा हुन्छ, त्यसमा कुरा गर्छौँ। अनि त्यसपछि मार्केट स्ट्रक्चर शिफ्ट यानि कि एमएसएस तपाईँले सुनिरहेको हुन्छ। यदि तपाईँले एसएमसी ट्रेड गर्नको लागि प्लान गर्नुभएको छैन, अभियसली तपाईँको कानमा यो परेको हुनुपर्छ हैन। सो आज हामी त्यसमा डिस्कस गर्छौँ। र यो हाइज के अरे यो एचएच, एचएल, एलएच, एलएल को छ। यो बुलिश र बियरिश केस त भयो। सिमिलरली हामीले अब यसको अर्को केस पनि हुन्छ नि, कम्प्लिटली डिपमा हामीले यहाँ डाइभ गर्छौँ। तपाईँलाई मार्क गर्न सिकाउँछु अनि कसरी मार्क गरिन्छ, खासमा एचएच, एचएल, एलएच, एलएल के हो, यो सबै टर्म्सहरू, अनि मार्केट स्ट्रक्चर शिफ्ट के हो, कता हुन्छ, के कसो। सो आजको भिडियोमा हामीले यसलाई कम्प्लिटली सिक्छौँ। अब मैले यसलाई कन्टिन्यू गरेर डाइरेक्टली तपाईँलाई यसमा यही कुराहरू एक्सप्लेन गरेर अनि त्यसपछि लाएर तपाईँलाई ब्रेकअप स्ट्रक्चर्सहरू, यिनीहरू होइन, चोचहरू टर्म त पक्कै पनि सुन्नु भएको छ, यिनीहरूलाई पनि एक्सप्लेन गरेर गरेको भए भिडियो लामो हुन्थ्यो होइन। र बिगिनर्सहरूलाई चाहिँ जो हुन्छ नि सबै कुरा एकैचोटि नपच्न सक्छ क्या। जस्तै खानेकुराहरूमा पनि हुन्छ नि त होइन, एउटै कुरा टन्न भयो भने सो फ्लेभर पाइँदैन नि त त्यो खानेकुराहरूको, किनभने मिक्सअप हुँदै जान्छ नि त त्यो कुराहरू होइन। सो त्यसैलाई अभोइड गर्नको लागि चाहिँ म तपाईँलाई सर्टेन टपिक चुज गरेर सबै सिस्टमेटिक वेमा के अरे एउटा सिङ्कमा हुन्छ। अभियसली कुनै तलमाथि सिकाउन मैले त्यो वेमा सिकाउने भएपछि तपाईँलाई म अब भिडियो पनि छोटो हुन्छ हेर्नलाई पनि होइन, प्लस तपाईँलाई प्र्याक्टिस गर्ने टाइम पनि हुन्छ। र त्यसैलाई नै फोकस गरेर मैले त्यही बेसिसमा चाहिँ भिडियो ड्युरेसन त थाहा हुँदैन अब भन्दा कति हुन्छ, तर भिडियोको लाई कति अब लेसनसम्म यो लम्बिन सक्छ भिडियो। जस्ट लेसन 10 भन्दा चाहिँ माथि नै जान्छ है, र हरेक लेसनको लेन्थ चाहिँ 1 आवरसम्म चाहिँ हुनसक्छ। सो त्यसलाई चाहिँ बियर गर्नु होला आफूले माइन्डमा होइन। सो त्यो सुरु गर्नुभन्दा अगाडि अब नयाँ बिगिनर्सहरूलाई जसले चाहिँ यो भिडियोबाट क्लिक गरेर आउनु भएको छ या हेरिराख्नु भएको तिनीहरूलाई पनि रिक्याप हुन्छ, मैले केही चेन्जेसहरू गरेको छु होइन। सो लेट्स युट्युबमा जानुभयो, युट्युबमा गएर तपाईँले हेराइ एकाडेमी सर्च गर्नुभयो। सर्च गरेपछि तपाईँको सबभन्दा स्टार्टिङमा आउने भनेको यही हेराइ एकाडेमी नै भनेर हो। यसलाई ट्याप गर्नुभयो, यसको च्यानलमा जानुभयो भने तपाईँ यसरी हेराइ एकाडेमीको च्यानलमा पुग्नुहुन्छ। च्यानलमा पुगिसकेपछि अहिलेसम्म ओभरअल 3टा भिडियोज अपलोड भइसकेको छ, जुन चाहिँ के छ, फाइनेन्सियल मार्केट एक्सप्लेन छ होइन, त्यसपछि लाइभ ट्रेडिङ व्यू चार्ट सेटअप कसरी गर्ने A to Z छ, अनि त्यसपछि क्यान्डल स्टिक्सको हाइज एन्ड लोज अनि मार्केट ट्रेन्ड सबै कुराहरू मैले यसमा एक्सप्लेन गरेको छु। सो यसैको साइडमा तपाईँले सेक्सन देख्नुहुन्छ कोर्सेस भनेर, यसलाई क्लिक गर्नुभयो भने कोर्सेसमा जानुभयो भने तपाईँले यहाँ यसरी कोर्स भनेर आउँछ। अबको भिडियोजहरूमा अहिले नयाँ कोर्स एड हुन्छ, किनभने यो ट्रेडिङ फाउन्डेसन हो, यहाँ तपाईँले हेर्न सक्नुहुन्छ इन नेपाली। सो यो फाउन्डेसन भएको भएर फाउन्डेसनमा सबै कुरा त राख्नु भएन नि त होइन। सो यो फाउन्डेसन हो, यसमा जम्मा 3टा लेसन्सहरू छ, यहाँ देख्नुहुन्छ 3 लेसन्स भनेर लेखेको छ। कोर्सेसहरू तपाईँलाई यहाँ अभाइलेबल छ। अर्को आउँछ जसमा चाहिँ कम्प्लिटली फ्रम A to Z हुन्छ होइन। त्यसपछि अरू कुनै प्लेलिस्टहरू हुँदैन कोर्सेसको। अब डिफ्रेन्ट टपिकमा मैले कोर्स बनाएँ भने चाहिँ यहाँ आउला, नत्र अहिलेलाई एसएमसीको चाहिँ अब यो
फाउन्डेसनको अनि त्यसपछि नेक्स्ट एउटा कोर्स अब यही भिडियो एड हुन्छ त्यो कोर्समा सो तपाईँले त्यहाँ देखिहाल्नुहुन्छ होइन। अब यतापट्टि प्लेलिस्टमा आउनुभयो भने यहाँ तपाईँले नयाँ अभियसली प्लेलिस्ट नै हो होइन, तर नयाँ प्लेलिस्ट पनि देख्नुहुन्छ नाम के छ फरेक्स फाउन्डेसन फर बिगनर्स इन नेपाली। यसको अपडेट गरिदिएको छु मैले 168 भिडियोज पुगिसकेँ, सबै हेर्न सक्नुहुन्छ। जसलाई चाहिँ फरेक्समा यो टेक्निकल एनालिसिस फरेक्समा युज गर्नु छ मेनली होइन, जसलाई युज गर्नु छ त्यसले चाहिँ यो फरेक्स के हो भनेर बुझ्नु त पर्यो होइन। त त्यो सबै कुरा इम्पोर्टेन्स छैन, तर एकचोटि बुझेको सुनेको देखेको भए बेटर, किनभने आफूलाई एकचोटि सुनिसकेपछि पुग्छ कि त्यति होइन इन्फोले। र तपाईँ जानुभयो भने एआई क्यापिटलमा अपलोडेड छ होइन। सो यसलाई मैले तपाईँले यहीँ सजिलो सरी पज इट गरौँ गरी पज भएन राजा। सो के हुन्छ त यसरी तपाईँलाई 1 देखि 168 को होइन लाइन वाइज सबै एकदम सिस्टमेटिक वेमा यसरी तपाईँसँग फुल कोर्सको लेन्थ छ। अब यही मैले कोर्समा राख्न सक्थेँ, तर कोर्समा एड हुँदैन किनभने यो मेरो च्यानलमा अपलोड छैन, यानि कि हेरा एकाडेमीमा अपलोड छैन, हेरा क्यापिटलमा अपलोड छ। त्यसमा चाहिँ फरेक्स रिलेटेड स्टफहरू पछि फ्युचरमा इफ हामीले चाहिँ यदि गर्ने प्लान गऱ्यो भने त्यतातिर त्यसमा चाहिँ त्यो आउने भएको भएर फरेक्सको सबै कुराहरू त्यसमा सेयर गरे हो। सो यु क्यान लर्न इट फ्रम हियर एज वेल डाइरेक्टली। तपाईँलाई सबै सिस्टमेटिक वेमा अलाइन छ होइन, तपाईँ त्यहाँ गएर तल गएर स्क्रोल गरेर गरिराख्नु पर्दैन, डाइरेक्टली यहीँबाट हेर्न सक्नुहुन्छ। सेकेन्ड हाम्रो यही कोर्स भइहाल्यो जुन चाहिँ यो च्यानलमा अपलोड छ। र 3टा लेसन कम्प्लिट भयो। फाउन्डेसन मैले फाउन्डेसनलाई धेरै लम्बाइन होइन, होप कि यहाँभन्दा बढी अब हामीलाई एसएमसी सिक्नलाई चाहिँदैन होइन। जुन बुझ्नुपर्ने त्यो क्यान्डल्स बुझिसक्नु भयो, मार्केट कुन कुन छ बुझिसक्नु भयो, हाइज लोज कसरी हुन्छ बुझिसक्नु भयो, अब ट्रेन्ड के हो बुझिसक्नु भयो होइन। मेन फाउन्डिङ तपाईँलाई बुझ्नुपर्ने मेन फाउन्डेसनका भिडियोजहरू त तपाईँले बुझिसक्नु भयो होइन। त्यो सबै कुरा हो। यसलाई सब्सक्राइब गर्ने है अनि बेल आइकन पनि दबाउने मैले चाहिँ आज भने अरू चाहिँ भन्दिनँ, यसले भन्यो तपाईँलाई नोटिफिकेसन आउँछ, द्याट्स इट। सो यसरी तपाईँ हेरा एकाडेमीमा गएर सबै गराउन सक्नुहुन्छ होइन। पेड भर्जन कहिले पनि आउँदैन हाम्रो उसमा चाहिँ, एभ्रिथिङ विल बी फ्री र प्लेलिस्ट एन्ड कोर्स त्यति हो एन्ड यु क्यान इन्जोय है त। सो टाइम ग्यापमा आउँछ, अहिलेको लागि विकली ग्याप भइरहेको छ। सो मैले ग्याप दिइरहेको छु, त्यो ग्यापमा मैले भनेको कुराहरूलाई चाहिँ चार्टमा गएर खोदल्ने चाहिँ गर्नु चाहिँ, त्यो गर्नु होइन त मिनिङलेस हो। तपाईँले जति पछि जति ढिलो आउनुहुन्छ तपाईँहरू त्यति भिडियो धेरै हुन्छ यहाँ, र सरलाई एकैचोटिमा हेरेर भ्याउनु भयो भने पनि मिनिङलेस हो। अनि एउटा भिडियो हेरेर जबसम्म त्यो भिडियो हेरिसके अनुसारको तपाईँ आफैले गएर चार्टमा गएर त्यो कुरा खोज्नुहुन्न, खोदल्नुहुन्न, गर्ने प्रयास गर्नुहुन्न, तबसम्म कुनै पनि तपाईँलाई हेल्प हुनेवाला छैन। हेर्नुहोस् भनिदिइरहेको छु मैले, तपाईँसँग ट्रेडिङ सिक्ने 2टा मात्रै मेथड छ। एउटा भनेको पर्सनल्ली एक्सपिरियन्ससित सिक्ने, सेकेन्ड भनेको मेन्टर्सबाट सिक्ने। र मेन्टर हुनु पऱ्यो फेस टु फेस, तपाईँकै अगाडि बसेर हातले देखाएर सिकाउने हुनु पऱ्यो। त्यो छैन भने तपाईँसँग अन्ली अप्सन छ, त्यो हो के हो त त्यो अप्सन? तपाईँसँग भएको अन्ली 1 अप्सन भनेको एक्सपिरियन्स हो, जुन चाहिँ तपाईँले जति भिज्नुभयो त्यति सिक्नुहुन्छ। रिमेम्बर द्याट। र त्यो कुरालाई नबिर्सिकन होइन हामी चाहिँ अब के गरौँ त, हाम्रो कोर्स यानि कि हाम्रो आजको भिडियो आजको लेसनतिर लागौँ। सो या लेट्स गेट स्टार्टेड। ओके, नाउ वाट इज एसएमसी भनेर एसएमसीमा आउनुभन्दा अगाडि हामीले बुझौँ रिटेल ट्रेडर्स र इन्स्टिट्युसनल ट्रेडर्स भनेको के हो होइन। सो रिटेल ट्रेडर्स र इन्स्टिट्युसनल ट्रेडरहरू भनेको के हो? तपाईँ हामी केमा पर्छौँ? रिटेल ट्रेडरमा पर्छौँ। जसले जेसुकै भने पनि हामी सबै रिटेल ट्रेडरमै पर्छौँ। हामी कहिले पनि इन्स्टिट्युसनल यानि कि मार्केट मेकर या अरू कुनै टर्म तपाईँले युज गरे पनि हामी त्यसमा हुनै सक्दैनौँ। किन हामी इन्स्टिट्युसनल ट्रेडर बन्न सक्दैनौँ त? बन्न सक्छौँ, नसक्ने होइन, बट हामी इन्स्टिट्युसनल ट्रेडर के भन्छ त्यसलाई, हामीलाई भनिँदैन इन्स्टिट्युसनल ट्रेडर। हामी के हुन्छ, रिटेलर हो होइन। र रिटेलर चाहिँ के हो त खासमा? रिटेलर भनेको जसको क्यापिटल तपाईँले ट्रेड गर्दाखेरि हाल्ने जुन ब्यालेन्स छ होइन, त्यो ब्यालेन्स तपाईँले आफ्नै खुल्टीबाट हाल्नुभएको छ, जसको चाहिँ के हो त आफ्नै पर्सनल मनी हो, जसले आफ्नो पर्सनल मनीलाई होइन एज अ ब्रोकरको थ्रुबाट होस् कि केबाट होस् होइन, आफैले ब्रोकर खोलेर होस् कि जेसुकै होस्
होइन? तपाईँले जुन क्यापिटल ट्रेड गर्नको लागि बिल्ड गर्नुभएको छ, राख्नुभएको छ होइन, हाल्नुभएको छ, त्यो क्यापिटल के हो त तपाईँको पर्सनल हो, होइन? जब त्यो तपाईँको पर्सनल ब्यालेन्स होइन, यसरी लेख्न लाग्यो त ढिलो हुँदो रहेछ, छोडिदिउँ। तपाईँले हालेको क्यापिटल के हो त तपाईँको आफ्नै पर्सनल मनी हो भने तपाईँ रिटेलर हो। किनभने थिङ्क अबाउट इट, तपाईँले कहिले पनि बिलियन्स अफ डलर तपाईँले आफ्नो क्यापिटलमा राख्नै सक्नुहुन्न कि एज अ इन्डिभिजुअल। एटलिस्ट तपाईँ कुनै के भन्छन् अरे मल्टी मिलियनियर अर बिलियनियर भयो भने चाहिँ मात्रै हो, होइन? तपाईँले म्याक्सिमम् ट्रेडिङमा मान्छेहरूले क्यापिटल राख्ने होइन, आफ्नै ब्रोकर हो भने सायद लाइक 10 मिल 100 मिलसँग राख्न सक्छ, त्यहाँदेखि अब राख्दै राख्दैन। तर हामी अरू ब्रोकर युज गरेर पैसा राख्छौँ भने त 10K म्याक्स गयो 100K। किनभने ब्रोकर्सहरू, मैले अहिले नेपालको केसमा मात्रै कुरा गरिरहेको होइन, ग्लोबल्लीको कुरा गरिरहेको छु मैले यहाँ, होइन? हामी के हो त इन्डिभिजुअल हो, र इन्डिभिजुअल ट्रेडर जहिले नि रिटेल ट्रेडर हुन्छ। सरी है। र जुन हेज फन्ड्सहरू छ, ब्याङ्क्सहरू छ, इन्स्टिट्युसनल होइन, जुन हाम्रो हुन्छन्, जसले चाहिँ के गर्छन् त भने उनीहरूको आफ्नो पर्सनल मनी होइन, उनीहरूले के हुन्छ भने एउटा सम अफ मनी, जस्तै ब्याङ्ककै इक्जाम्पल लिउँ, ब्याङ्कले के गर्छ, तपाईँहरूले राखेको सेभिङ्सको मनीलाई कलेक्ट गरेर उनीहरूले सबै के अरे गेम प्ले गर्ने हो, होइन? अनि कसरी आउँछ त तपाईँलाई त्यो के लाग्छ, ब्याङ्कले तपाईँलाई इन्ट्रेस्ट कसरी पे आउट गर्छ? तपाईँले राखेको फिक्स्ड डिपोजिटमा राखेको तपाईँको उसमा जुन कति वर्षको कति पर्सेन्टले तपाईँलाई जस इन्ट्रेस्ट आउँछ एज अ प्रफिटै भनौँ न एक हिसाबले, कसरी आएको होला त त्यो? अभियसली ब्याङ्कले त्यसलाई सर्टेन प्लेसेसहरूमा इन्भेस्ट गर्छ। त्यो प्लेसेसहरू के हो त? कुनै रियल इस्टेट्स होला, कुनै के भन्छन् अरू कसै व्यक्तिगत लोनलाई दिएर होला, जस्तै हामीले पनि त ब्याङ्कबाट लोन लिन मिल्छ नि त, लोन प्रोभाइड गरेर भयो। अनि अर्को के छ? अर्को भनेको यही हो, इन्भेस्टमेन्ट कम्पनीजहरूमा, स्टक्सहरूमा, होइन? सो तिनीहरू हुन् जसमा चाहिँ तिनीहरू ह्युज अमाउन्ट अफ मनी हुन्छ, होइन? तिनीहरूलाई चाहिँ त्यही भएर त त्यसको नामै त स्मार्ट मनी, आफ्नो मनी होइन नि त, अर्काको मनी युज गरेर पैसा बनाइरहेको छ, त्यही भएर द्याट्स स्मार्ट मनी, होइन? र त्यसलाई मार्केट मेकर पनि भनिन्छ, किनभने दे क्यान म्यानिपुलेट, होइन? 81 नेप्सेमा तपाईँले के भन्छन् अरे अहिले धेरै पर्दैन, 1 करोड 2 करोड 3 करोड 4 करोड होइन, 10-15 करोड एउटा स्टकमा तपाईँले खनाइदिनु भने त्यो स्टक के होला? अब 1 करोड 2 करोड नै नभनौँ, किनभने एटलिस्ट छन् मान्छेहरू 10-50 लाख्स पनि हालेर उ गर्ने, होइन? सो लाइक 100 करोड भनौँ न, एकैचोटि हालिदियो एउटा कम्पनीमा, किनिदियो त्यो सबै सेयर्सहरू, बाइक प्लेस के अरे होल्ड राखिदियो भने के गर्छ? जस्तै मार्केट अहिले के छ त, यसरी चलिरहेको थियो, मार्केट यो पोइन्टमा छ, यो पोइन्टमा छ मार्केट, र कसैले ठुलो इन्स्टिट्युसनलले तपाईँलाई हेर यहाँ यो एरियामा 100 इक्जाम्पलको लागि अहिले जस्ट तपाईँलाई बुझाउनको लागि कुरा गरिरहेको, 100 मिलियन होइन, 100 मिलियन स्पेलिङ बिग्रिया छोडिदिउँ मैले, 100 मिलियनको के गर्यो? सेल अर्डर हानिदियो, या मानौँ अभियसली सेल अर्डर हानिदियो भने के हुन्छ त? अब मार्केट के गर्छ त? अब मार्केट इन्स्ट्यान्टली यहाँ जान्छ क्या अर्डर पिक गर्नलाई, र यहाँ सर्ट गर्न बसिरहेकाहरू, यहाँबाट मार्केट झर्छ भनेर सर्ट गर्ने विचार गरेर बसिरहेकाहरू सबको मनी यहाँ के भयो? इन भएर यहाँ गएर त्यो अर्डर फिल भएर अनि बल्ल एक्जिक्युट हुन्छ। जस्ट मनीलाई के अरे मार्केटलाई मनीले ड्राइभ गर्छ, जति ठुलो अमाउन्ट भयो मार्केट त्यतातिर रन गर्न खोज्छ, त्यही भएर त लिक्विडिटीको कन्सेप्ट आएको त, होइन? अब लिक्विडिटीको कन्सेप्ट त्यसमा मात्रै भन्नु मिल्दैन, अरू पनि छन् टर्म के अरे उहरू, होइन? तर सिम्पली भन्न खोजेको कुरा के, र अझ राम्रोसँग बुझाउनलाई यो कुरालाई
तपाईँले यहाँ सरी तपाईँको मार्केट यहाँ कतै छ, तपाईँलाई लाग्छ कि मार्केटले के गर्छ त अब यहाँबाट हाई ब्रेक गर्छ, सो तपाईँले यो रेन्जमा कतै इन्ट्री लिनुभयो, किन्नुभयो र यहाँभन्दा तल गयो भने चाहिँ म बेचिदिन्छु भनेर बस्नुभयो। यहाँसम्मको लागि तपाईँ टार्गेट गर्नुभयो, त्यो तपाईँ रिटेलर। अब यहीँ आउँछ अर्को माइकल हाल, जसले एकैचोटि 100 मिलियन खनाइदिन्छ मलाई यहाँ किन्नु छ। अब के हुन्छ त, मार्केट ड्राइभ हुन्छ, यही पोइन्टबाट मार्केट ठाडै यहीँ आउँछ, अनि यहाँबाट पैसा उठाइसकेपछि बल्ल त्यो आफ्नो रिस्पेक्टिभ वेमा हिँड्छ। अब यहाँ ट्रेड गर्ने तपाईँ रिटेलर, यहाँ ट्रेड गर्ने के त इन्स्टिट्युसनलहरू। र फरक के भयो त, इन्स्टिट्युसनलले मार्केटलाई ड्राइभ गरिदियो क्या, यानि कि यो पोइन्टमा मार्केट जहाँबाट एक्चुअलमा बढ्नु पर्ने थियो त्यो मार्केटलाई म्यानिपुलेट गरिदियो, किनभने अर्डर प्लेसिङ अल्सो के अरे युज म्यानिपुलेसन हो एउटा। यदि तपाईँले ठुलो अमाउन्टमा अर्डर राखेर यहाँ छोडिदिनु भयो भने मार्केट त्यतातिर ड्राइभ हुन्छ, र तपाईँले त्यही मार्केट तपाईँ अर्डर प्लेस हुनुभन्दा अगाडि तपाईँले एक्जिट गरिदिनु भयो भने के हुन्छ त, तपाईँको यहाँ $100 मिलियन तपाईँले बाइङको लागि राखिदिनु भएको थियो, मार्केट माथि थियो, अब मार्केट त आउनु भयो अर्डर लिनको लागि, यहाँ आइसकेपछि तपाईँले यो रेन्जलाई एक्जिट गरिदिनु भयो, अर्डरै तपाईँले क्यान्सल गरिदिनु भयो। अब के भयो त, यो पोइन्ट, यो फल जुन यो भएको थियो, यो जुन फल छ, यो फल के भयो त, म्यानिपुलेसन भयो, यानि कि मार्केट बढिरहेको मार्केटलाई फल्स अर्डर राखेर म्यानिपुलेट गरियो। त्यो के हुन्छ, ठुलो पैसाको खेल हो त्यो सबै, होइन? त्यो के अरे इलिगल हो, होइन, लिगल होइन। सो तपाईँले भन्नु खोजेको के भन्नु खोजेको भन्दाखेरि मार्केट जति ठुलो क्यापिटल भयो, होइन, जुन पैसा छ, पैसाले मार्केट, पैसाको अकर्डिङ मार्केट चलिरहेको हो कि, त्यही भएर त मार्केटको हरेक क्यान्डलको मुभहरूमा, जस्तै यही रेन्जमा अहिले भर्खरै हाम्रो नेप्से चलिरहेको छ यो पोइन्ट, यहाँ तपाईँले हेर्नुभयो ल, नेप्सेको यो पोइन्टलाई हेर्नुभयो भने यो भनेको करेन्ट प्राइस चलिरहेको प्राइस हो नि त, जुन यहाँ लाइन देखाइरहेको छ, यो क्लियर देखियो होइन? सो यसलाई मैले त्यस कतापट्टिबाट यार मैले बिर्सेँ यसको चाहिँ चेन्ज गर्ने। भाइ छोड्दैन अहिले, दिमाग खराब गर्नु पर्दैन, सिधै 1 मिनटमा जान्छ है, म तपाईँलाई बुझाउन सजिलो हुन्छ कि। ल 1 मिनटको अहिले मार्केट चलिरहेको छ हो, यहाँ भर्खरै मार्केट माथि गयो, माथि फेरि बढ्यो। अब यो बढिरहेको छ, यो क्यान्डल बढिरहेको हो नि त, मार्केट त माथितिर हिँडिरहेको हो त, तर मार्केट एक्चुअली के तरिकाले गइरहेको छ त, हेर्नु न, यहाँ हेर्नु तपाईँले, बढ्यो, के चेन्जेस आइरहेको छ र मार्केटमा ड्राइभ आइरहेको छ, किन अब 2735मा थियो, अब मार्केटको भ्याल्यु एक्ज्याक्टली के भयो, 2735 पोइन्ट कतिमा झऱ्यो। प्राइसमा प्राइसको इन्क्रिज एन्ड डिक्रिजले मार्केटमा यो स्ट्रक्चर क्रिएट हुँदै जाने हो नि त, टाइम के अरे टाइम बेस अनुसार, होइन? सो भन्नु खोजेको कुरा के हो त भन्दाखेरि प्राइसको यो चेन्जेसले मार्केट हिँड्ने हो क्या, हामीले हेर्ने भनेको यो क्यान्डलस्टिक बनाएको छ, यो त्यो फलाना ढिम्कानो भनेर बनाएको छ नि, यो भनेको यो सबै प्राइसमा आएको फ्लक्चुएसन भनौँ, चेन्ज भनौँ, यिनीहरूले गर्दाखेरि बनेको हो यो, होइन? सो के हो त, इन्स्टिट्युसनल बायर्सहरू भनेको त्यस्ता बायर्सहरू हुन्, त्यस्ता प्लेयर्सहरू हुन्, त्यस्ता लाइक ठाउँहरू भनौँ, अब जेसुकै भनौँ, एक हिसाबले बुझ्नुभयो नि इन्स्टिट्युसनल भनेको कस्तो ठुलो चिज हो, होइन? र तपाईँ 1 लाख, 10 लाख, 1 करोडको क्यापिटल लिएर इफ यु थिङ्क यु क्यान म्यानिपुलेट द मार्केट, देन यु आर रङ, यु कान्ट, होइन? म मार्केट मेकर भएँ, मेरो अकर्डिङ मार्केट हिँड्छ, नो, यु कान्ट। त्यो भनेको हामी हो, इन्डिभिजुअल हो, के हो त, हामी इन्डिभिजुअल रिटेलर हो, है? सो रिटेल ट्रेडर्स भनेको जसले आफ्नो पर्सनल मनी लगाएर के गरेको हुन्छ त, क्यापिटल बनाएको हुन्छ ट्रेडको लागि, त्यो रिटेलर हो। अब अनि इन्स्टिट्युसनल भनेको अभियसली अरूको मनी, हेज फन्डहरू, त्यो टर्मले बुझिसक्नु भयो नि त, होइन? सो त्यो हो इन्स्टिट्युसनल र रिटेल ट्रेडर्समा फरक त्यो। अब कुरा आयो एसएमसी के हो त,
होइन एसएमसी के हो? मैले यहाँ रिटेल ट्रेडर्सले कसरी ट्रेड लिन्छ, इन्स्टिट्युसनल ट्रेडरले कसरी ट्रेड लिन्छ, मैले त्यसमा कुरै गरेको छैन। मैले कुरा गरिरहेको छु त रिटेल ट्रेडर्स के हुन् र इन्स्टिट्युसनल ट्रेडर्स के हुन्। अब इन्स्टिट्युसनल ट्रेडर्स के हुन् भन्ने कुरा बुझियो। ठुल्ठुला हेज फन्ड्सहरू, ब्याङ्क्सहरू होइन, तिनीहरू के हुन् त इन्स्टिट्युसनल ट्रेडर्स हुन्। यी रिटेलर्स भनेको जसले आफ्नो क्वालिटीबाट पैसा राखेको छ ट्रेड गर्नको लागि, त्यो रिटेलर होस्, चाहे जति नै ठुलो अमाउन्ट किन नै नराखोस् है। मैले तिनीहरूलाई रिटेल ट्रेडर भन्छु। र कसैले भन्छ नि, ओ आइ एम नट द रिटेल ट्रेडर, आई एम अ एसएमसी ट्रेडर, आई एम अ मार्केट मेकर, आई एम अ दिस, आई एम अ द्याट। बुलसेट। केही पनि होइन त्यो मान्छे, रिटेल ट्रेडर नै हो। हामीले एसएमसी गर्ने हामीमा र अरू सिम्पल रिटेल ट्रेडर्समा फरक छ त के छ त, हामीले हेर्ने मार्केटको तरिका, त्यसले हामीलाई डिफ्रेन्सिएट गर्ने हो। हामी पनि रिटेल ट्रेडर्सभित्रको डिफ्रेन्ट उसमा पर्छौँ। किनभने युट्युबहरूमा भिडियोहरूमा गयो भने रिटेल ट्रेडर्स आर बाइङ हियर, सो यसले आउँछ, तल आउँछ, यसको लिक्विडिटी स्विप गर्छ, देन आई विल बाई इट, दिस एन्ड द्याट। ओ माई गड, ऊ बिर्सिरहेछ कि ऊ आफै पनि रिटेल ट्रेडर हो क्या। यु कान्ट बी अ इन्स्टिट्युसनल ट्रेडर घर ल्यापटप खोलेर या पिसीमा सेटअप बनाएर, राइट। त्यो कुरा जबसम्म आफ्नो दिमागमा छिर्दैन नि तबसम्म अलिकति राम्रो आउँदैन। इन्स्टिट्युसनल ट्रेडर्स भन्नु गो जोइन द हेज फन्ड। ब्याङ्क्सहरूको त्यो के अरे स्टक्सहरू यताउति गर्ने डिपार्टमा गएर बस्यो हुन्छ। देन यु क्यान से आइ एम के अरे मार्केट मेकर, किनकि तिमीसँग क्यापिटल छ नि बाबु, ब्याङ्कले प्रोभाइड गरेको। न यु क्यान से कि रिटेलरहरूले यहाँ किन्दैछन्, अब मैले यो त्यो गर्न सक्छु भनेर। आई क्यान म्यानिपुलेट द मार्केट, आई क्यान लाइक चेन्ज द डिरेक्सन, आई क्यान दिस एन्ड द्याट। है लिक्विडिटी स्विप गर्दैछ, अब यहाँबाट लिक्विडिटी स्विप गर्यो होइन, क्लोजर दियो, रिटेलरहरूले अब यसलाई रेसिस्टेन्स मान्छ, सपोर्ट मान्छ, त्यही भएर मैले अब यहाँ यसको अपोजिट ट्रेड लिन्छु, मैले यिनीहरूको एसएल हन्ट गर्छु, दिस एन्ड द्याट। त्यो सबै बोल सिट हो। यु आर नट द institutional trader. You are not a market manipulator. You are not the market maker. You are nothing. तिमी केवल एउटा डस्ट हौ, डस्ट इन्स्टिट्युसनलहरूको लागि। तिमीले कहाँ किन्दैछौ, कहाँ बेच्दैछौ, तिनीहरूलाई फरक पर्दैन। They move according to country's condition. They move according to country's financial condition. They move according to companies' balance sheet. They move according to companies को like overall छ नि सबै। तिनीहरू सिम्पली ट्रेड टेक्निकल एनालिसिसमा मात्रै हिँड्दैनन् क्या, उनीहरूसँग धेरै ठुला ठुला कुराहरू हुन्छ। रिसेन्टली तपाईँले अब हुन त कतिलाई थाहा नहुन पनि सक्छ, लाइक गोल्ड, जापानिज के अरे जापानको के अरे स्टक्सहरू क्रास भएको थियो, मेबी 1-2 इयर्स एगो पहिला होला सायद, बिर्सेँ मैले एक्युरेटली डेट त, क्रास भएको थियो होइन, जस्ट इकोनोमी डाउनफल भएको थियो। त्यो बेलामा रिकभर गर्नलाई, त्यो बेला के हुन्छ न अरे मार्केटलाई करेक्ट गर्न र मार्केटलाई आफ्नो कन्डिसनमा ल्याउनलाई के गरेको थियो जापानले। म सायद यसमा त अप एन्ड डाउन रङ हुन पनि सक्छु होइन, बट भन्न खोजेको कुरा के हो भन्दाखेरि उनीहरूले डाइरेक्टली के गर्थे, आज फ्राइडे मार्केट क्लोज भइसकेपछि उनीहरूले स्याटरडे गएर डलर के अरे युएससँग आफ्नो त्यो गोल्ड डलर जुन करेन्सिजको त्यो गेम प्ले हुन्छ ठुलो कन्ट्रीहरूको बिचमा, त्यो गरे हुन्छ। उनीहरूले कति डलर साटेर आफ्नो जापानिज एक्सचेन्ज गरेको हुन्छ, गोल्ड साटेर हो कि डलर आइडल म बिर्सेँ, तर उनीहरूलाई सर्च गरे हुन्छ होइन। र त्यसको मन्डे जापानिज मार्केटले कसरी रिकभर गरेको थियो होइन। त्यस्तो हुन्छ के अरे इन्स्टिट्युसनल ट्रेडर्सहरूको प्ले। यो त अब कन्ट्री प्ले भयो होइन, अब त्यो प्ले इन्स्टिट्युसनललाई थाहा छ। तिनीहरूले इन्स्टिट्युसनलले त्यहाँ उठाएको हुन्छ स्टक्सहरू, या इनकेस झरेको रहेछ भने पनि त्यहाँबाट झारेको हुन्छ तिनीहरूले, तपाईँलाई त केही थाहा छैन हाउ के भन्छ सबै कुराहरू वर्क गरिरहेको छ भनेर। रिटेल ट्रेडर
भएर अनि आफूलाई यदि इन्स्टिट्युसनल ट्रेडर चाहिँ भन्न ठान्छौ भने यु आर कम्प्लिटली रङ। सो त्यो माइन्डसेटलाई चेन्ज गर्ने है। सो द्याट्स वाट डिफरेन्स रिटेल ट्रेडर्स र इन्स्टिट्युसनल ट्रेडर्समा त्यो फरक छ। बट हामी रिटेल ट्रेडर भएर पनि हामीले एसएमसी को अकर्डिङ ट्रेड गर्छौँ, यानि कि हामी रिटेल ट्रेडर्समा पनि अब विभाजित भयो दुई भागमा। कसरी दुई भागमा विभाजित भयो त? एउटा हुन्छ रिटेल ट्रेडर्सहरू जुनले चाहिँ सपोर्ट, रेसिस्टेन्स, ब्रेकआउट्स होइन ती खालको फर्मेटमा चार्ट प्याटर्न्स, क्यान्डलस्टिक्सको वेज अनुसार मुभ गरेर हेर्ने इन्डिकेटर्स हो, त्यस्तो खालको कन्सेप्टलाई युज गरेर ट्रेड गर्छ नि, तिनीहरू एउटा क्याटेगोरी अफ रिटेलर्स। फेरि यो जुम भएको भएर लेख्नै मिलेन। र अर्को जसले चाहिँ अर्डर ब्लक्सहरू, यानि कि अर्डर ब्लक्स भनौँ अहिलेलाई, फेयर भ्याली ग्याप्सहरू भनौँ। अहिले त फेयर भ्याली ग्याप्स, अर्डर ब्लक्स चाहिँ पनि यतापट्टिको कमन रिटेलर्समा आइसक्यो होइन। सो के हुन्छ त, जसले चाहिँ जस एसएमसीका कन्सेप्ट्सहरू युज गरेर ट्रेड गर्छ त्यो यतापट्टि एसएमसी भनेर विभाजित भयो होइन। लेखौँ भनेको लेख्न नमिल्दो रहेछ, धेरै जुम गरेँ मैले। सो होइन, त्यसरी दुईवटा क्याटेगोरीमा छुट्या छ। एसएमसीले याद गर्नु, एसएमसी ट्रेड गर्नेहरूले कहिले पनि इन्डिकेटर युज गरे हुँदैन, कसैले गरेको हुन्छ होइन। यतापट्टि रिटेल्स आयो जसले चाहिँ इन्डिकेटर्स बेस्ड होइन, ब्रेकआउट बेस्ड, सपोर्ट एन्ड रेसिस्टेन्सको वेमा, जसले चाहिँ सिम्पली प्राइस एक्सन भनिन्छ नि, क्यान्डलस्टिक्सको प्याटर्न्सहरू होइन, हेड एन्ड सोल्डर, यो फलिङ वेज के हो, ट्राइङ्गुलर फ्ल्याग के छन् नि तिनीहरू भयो, डबल बटम, ट्रिपल बटम, डब्लु प्याटर्न है। सो तिनीहरू एउटा रिटेलर्स हुन्। अर्को रिटेलर्स हुन् जसले चाहिँ डिफ्रेन्ट के अरे मेथडबाट, मेथियोलोजी हो कि के भन्छ आई गेस इङ्ग्लिस टर्म होइन। सो डिफ्रेन्ट मेथडबाट स्टडी गर्छ, त्यसलाई चाहिँ एसएमसी भनिन्छ। लाइक अरू पनि मेथड हुनसक्छ निकाल्न सक्छ मान्छेहरूले, तर अहिलेलाई मलाई थाहा भएको यो दुई काइन्ड अफ अ क्याटेगोरी छ। यो दुई काइन्ड अफ अ क्याटेगोरीमध्ये एसएमसी एउटा अर्कै कन्सेप्ट हो रिटेलरको। अब यो त ठिकै थियो, एसएमसी ओके, ओभरअल बुझेँ मैले एसएमसी भने यो त्यो होइन। यतापट्टि जाऊँ, त्यहाँ अलिकति के भयो त भन्दाखेरि राम्रोसँग सो भएन होइन। अब एसएमसी छ नि, जस्तै मार्केटले यस्तो खालको डब्लु प्याटर्न बनायो, करेक्ट, मार्केटले यस्तो खालको डब्लु प्याटर्न बनायो भने रिटेलर्सहरूको के हुन्छ त, ब्रेकआउट हेर्ने चलन हुन्छ नि त। सो त्यो केसेसमा उनीहरूले यतातिर बाइङ लिन्छ या अरू कुनै प्याटर्न्सहरू हो, सपोर्ट एन्ड रेसिस्टेन्स। अब मानौँ फर इक्जाम्पल यो उनीहरूको लागि एउटा रेसिस्टेन्सको एरिया थियो होइन, रेसिस्टेन्सको एरिया थियो। सो यो रेसिस्टेन्स ब्रेक भयो, न अब आउने पुल ब्याकमा रिट्यापमा बाइङ गरेर यसरी ट्रेड लिने या अरू कुनै सिम्पल मेथडहरूको थ्रुबाट ट्रेड लिने गर्नेलाई एउटा रिटेलरको यो भयो। अब एसएमसीले यहाँ के गरिदिन्छ त, इक्जाम्पलको लागि भन्दैछु, एसएमसीले यहाँ के गरिदिन्छ त, उनीहरूलाई समवट यता कतै बाइङको सिचुएसन बनाउँछ होइन, यता कतै जहाँ अब रिटेलर्सहरू फर इक्जाम्पल यो रेन्जमा ट्र्याप भए र मार्केट यहाँ यसरी एप्रोच गर्यो होइन भने अब के भयो त, इन्स्टिट्युसनलहरूको एसएमसी फलो गर्नेहरूले यहाँ किन्ने भए, तर अरू मेथड फलो गर्ने रिटेलर्सहरूले के गर्ने भयो त, अब यो पोइन्टमा फेरि एज अ सपोर्ट काम गरेको जुन रेसिस्टेन्स चेन्ज इन्टु सपोर्ट, सपोर्ट चेन्ज इन्टु फेरि के त रेसिस्टेन्स, र यो कन्सेप्टबाट मार्केट अब यहाँ झर्छ भनेर फेरि के गर्ने गर्छन् त, सेल गर्ने गर्छन् होइन। तपाईँबाट एक्चुअलीमा के हुन्छ त, मार्केट पुल ब्याक आउँछ, यसरी जान्छ। सो जस यसरी रिटेलरले सर्ट गर्न खोज्छ तर एसएल खान्छ,
एसएमसीले चाहिँ यसरी होल ओभरअल मुभलाई क्याच गर्छ। सो यही नै एसएमसीको डिफरेन्स हो कि अर्ली इन्ट्री हुन्छ र तपाईँलाई एक हिसाबले बायस राम्रोसँग थाहा हुन्छ होइन। तपाईँ के गर्नुहुन्छ, एसएमसीको भनेको फुल फर्म भनेको स्मार्ट मनी कन्सेप्ट, यानि कि स्मार्ट मनी इन्स्टिट्युसनल जुन ठुल्ठुला छन् तिनीहरू जसरी हिँड्छन् तिनीहरूको पाइला, तिनीहरूको फुटप्रिन्ट होइन, तिनीहरूको पाइलाले छोडेको जुन प्रिन्ट छ यानि कि फुटप्रिन्टमा हिँड्नेहरू रिटेलर्सहरू जुन एसएमसी यानि कि इन्स्टिट्युसनलले छोडेको पाइलाहरूको पछि पछि त्यही पाइलामा टेक्दै 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 हिँड्नेहरू भनेको एसएमसी हो। उनीहरू इन्स्टिट्युसनल ट्रेडर होइन। या यो माइन्डसेटबाटै निकालिदिनु कि म इन्स्टिट्युसनल ट्रेडरको माइन्ड के अरे कन्सेप्ट या भनौँ अब त्यो वेमा हिँड्छु, मैले त्यसरी हेर्छु मार्केटलाई। नो, यु आर फलोइङ इन्स्टिट्युसनल मार्केट मेकर्सहरू या ट्रेडर्सहरू जे भने नि भनौँ होइन। सो यसरी सपोर्ट एन्ड रेसिस्टेन्स ट्रेड गरेर गर्नेहरू अनप्रफिटेबल होइन क्या, प्रफिटेबल हुन्छ। बरु एकदम जेन्युन एकदम प्योर प्राइस एक्सन हो यो, सबभन्दा बेसिक्स र एकदमै राम्रो हो। अब सपोर्ट एन्ड रेसिस्टेन्स जति तपाईँले एक्सपिरियन्स गर्नुभयो, प्र्याक्टिस गर्दै जानुभयो नि त्यति तपाईँलाई थाहा हुन्छ। किनभने त्यसपछि तपाईँको इमोसन त्यसमा अट्याच हुन्छ, इमोसन भने एक्सपिरियन्स अट्याच हुन्छ र क्यान्डल्सको इमोसन्स, त्यो बेला मार्केटको सिचुएसनको इमोसन तपाईँले फिल गर्न सक्नुहुन्छ। अनि त्यही सपोर्ट एन्ड रेसिस्टेन्सलाई चाहिँ एज अ मिडियम बनाएर तपाईँले इन्ट्री लिने, स्टप लस राख्ने, त्यो कुरा गर्ने हो होइन, जो त्यसरी हुन्छ। सो एसएमसी भनेको खासमा के रहेछ त भन्दाखेरि, एसएमसी भनेको स्मार्ट मनी कन्सेप्ट होइन। एसएमसी भनेको के हो त, हाम्रो स्मार्ट मनी कन्सेप्ट, स्मार्ट मनी कन्सेप्ट, जसले चाहिँ इन्स्टिट्युसनलले छोडेको। जस्तो इन्स्टिट्युसनलको पोइन्ट भनेको त पोइन्ट कहाँ हुन्छ, यहाँबाट उठाएको हुन्छ उनीहरूले। तर इन्स्टिट्युसनल अब हिँड्न थालिसकेपछि अनि रिटेलर्सहरू यसको पछि 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 छिर्छ होइन। त्यो फरक भयो एसएमसी र के भन्छ रिटेलर्सहरूमा। त्यो के हो त, रिटेलर्सकै डिफ्रेन्ट भर्जन जस्तै हो क्या, डिफ्रेन्ट टाइप भनौँ न एक हिसाबले। सो त्यो हो स्मार्ट मनी कन्सेप्ट होइन, जुन चाहिँ के हुन्छ, इन्स्टिट्युसनल ट्रेडरहरूले छोडेको फुटप्रिन्टलाई के गर्छ त, फलो गर्छ। अब यसलाई यसो लाइन साइन मार्क गरेर तपाईँलाई देखाउने हो भने होइन, रिटेलर र इन्स्टिट्युसनल इन्भेस्टरको के अरे फुटप्रिन्टमा रिटेलर्सहरू जब हिँड्न थाल्छ, कम्बाइन गर्न थाल्छ, कम्बाइन गरेर हिँड्न थाल्छ, तब के हुन्छ त, यसरी यसरी उनीहरू एसएमसी ट्रेडर बन्न पुग्छन्। रिटेलरबाट इन्स्टिट्युसनलको फुटप्रिन्टलाई मर्ज गरेर हिँडेपछि तिनीहरू के भयो त, एसएमसी ट्रेडर भयो। अब एसएमसी मात्रै नराखिकन यसलाई मैले अब यहाँ ट्रेडर भनेर छुट्याइदियो भने मेक सेन्स गर्छ। त्यो तिनीहरू हुन् एसएमसी ट्रेडर, स्मार्ट मनी कन्सेप्ट ट्रेडरहरू। र स्मार्ट मनीभित्र के हेर्ने गरिन्छ त, क्यान्डल्सहरूको त्यो मुभमेन्टलाई हेर्ने गरिन्छ। त्यही भएर त डिस्प्लेसमेन्ट होइन, अनि के भन्छन् अरे त्यो टर्म्सहरू आउँछ नि त, अर्डर ब्लक्स, यो सबै किन आएको त, इन्स्टिट्युसनल ट्रेडर्स, इन्स्टिट्युसनलले कसरी रिटेल ट्रेडरको यो के अरे लाइक डिफ्रेन्ट फल्स कुराहरू क्रिएट गरेर कसरी आफ्नो पोइन्ट बनाउँदैछ, त्यो हुन्छ नि, बिस्तारै बिस्तारै बुझ्नुहुन्छ पछि। र त्यसरी के हुन्छ त, हामीले स्टडी गरेर छिर्ने गर्छौँ। त्यही हो एसएमसी भनेको स्मार्ट मनी कन्सेप्ट। त्यो स्मार्ट मनी हिँड्ने फुटप्रिन्टमा हिँड्ने कन्सेप्टलाई स्मार्ट मनी कन्सेप्ट भन्यो। र रिटेल ट्रेडर जसले त्यो के अरे ट्रेड गर्छ, इन्स्टिट्युसनलको पछि पछि जो हिँड्छ रिटेलर्सहरू, जुन सक्सेसफुल्ली हिँड्न सक्छ, तिनीहरू एसएमसी ट्रेडर्स भयो। अर यु क्यान अल्सो कल्ड आइसिटी ट्रेडर्स, विच इज बेसिकली अ डिफ्रेन्ट हुने हो होइन। आइसिटी भनेको अब के भयो त, इनर सर्कल ट्रेडर भन्ने हाम्रो माइकल जे हडल्सन होइन, सोल्टीको के हो त, एउटा ग्रुप हो है। र आइसिटीभित्र एसएमसीको अलिअलि एडभान्स कुराहरू एड हुन्छ होइन। एसएमसी भनेको एसएमसी नै माइकल जे हडल्सनले क्रिएट गरेको होइन क्या,
माइकल जे हडल्सन एसएमसी भनेको टाइम लगाएर त्यो आफै इभल्भ हुँदै आएको कुरा हो स्मार्ट मनी कन्सेप्ट। तर त्यो स्मार्ट मनी कन्सेप्टलाई मोडिफाइड र इलाबोरेट भन्छ नि, जसलाई चाहिँ के अरे ग्लोबल्ली नोन बनायो, जसले चाहिँ त्यसलाई मोडिफाई गरायो, आफ्नो क्याचेसहरू आफ्नो टर्म्सहरू एड गरायो र त्यो गराइसकेपछि त्यो जुन नयाँ फर्म भयो नि एसएमसी, त्यो अहिले हेरिरहेको एसएमसी हो, त्यो एसएमसी बल्ल के भन्छ एसएमसी र आइसिटी त्यतातिर गएर बल्ल हामीले सेम हो यो हो त्यो हो भन्न मिल्छ। न त एसएमसी भनेको एक्चुअलमा चाहिँ के हो त सिम्पल प्राइस एक्सनको इभल्भ हुँदै आएको फ्याक्टर हो कि। र अहिले तपाईँले यदि नोटिस गर्नुभएको छ भने नयाँ नयाँ टर्महरू नयाँ नयाँ के अरे कन्सेप्ट्सहरू आएको छ, जस्तै क्यान्डल रेन्ज थ्योरी होइन, अनि सिआरटी अनि सिटी के छन् अरू त्यो पनि के हो त फेरि त्यसैको इभल्भ हुँदै गइरहेको कुराहरू हुन् क्या। त्यो टाइम लगाएर यी सबै इभल्भ हुँदै आएको हुन्, तर नेमिङ होइन अनि त्यसमा फ्यु कन्सेप्ट्सहरू नयाँ कन्सेप्ट्सहरू त्यसलाई इलाबोरेट गर्ने काम भने माइकल जे हडल्सनले गरेको हो कि भन्ने चाहिँ मेरो काइन्ड अफ हो कि भन्ने हुन्छ नि एक हिसाबले मलाई लाग्छ, तर आई डोन्ट नो द फ्याक्ट है। भलै माइकल जे हडल्सनले मै यो एसएमसीको क्रिएटर भनेर छाती के अरे ठोक्यो भने म भन्न सक्दिनँ, किनभने जुन हामीले ब्रेकअप स्ट्रक्चर चेन्ज अफ क्यारेक्टर अनि यस्ता यस्ता टर्म्सहरू युज गर्छौँ नि होइन, त्यो टर्म्सहरू मैले युज गरेको देखेको छैन, हुन त बेसिक्स पनि भएर होला होइन। बट यहाँ अब हामीलाई किन चाहियो र कसले बनाएको के गरेको भनेर, हामीलाई त केवल कन्सेप्ट सिक्नु पऱ्यो होइन। र सबैको एसएमसी सबै व्यक्तिगत त्यो आफ्नो छुट्टै हेर्ने नजरिया हुन्छ। त्यो एसएमसीको त्यही नै एउटा कुल पार्ट छ कि अब प्रायः सपोर्ट एन्ड रेसिस्टेन्स भनेपछि सपोर्ट भनेपछि सपोर्ट, रेसिस्टेन्स भनेपछि रेसिस्टेन्स। तर एसएमसीमा त्यही चेन्जलाई आफ्नो पर्सनल टच दिन मिल्छ, आफ्नै पर्सनल तरिकाले आफ्नै एक्सपिरियन्सको बेसमा त्यसलाई युज गर्न मिल्छ क्या। त्यो नै एउटा बेनिफिसियल र एकदमै बेटर फिचर्स भनौँ एक हिसाबले यो कन्सेप्ट्सको होइन। सो दिस इज वाट इट इज है। अहिलेसम्म सबै कुरा बुझियो, एसएमसी के हो बुझियो, रिटेल ट्रेडर र इन्स्टिट्युसनल ट्रेडर्सको डिफ्रेन्सिएट गर्न सकियो, र अलिकति मोटिभेसनल डायलग पनि खानुभयो होला मेरो होइन, अलिकति मोटिभेसनल भन्नु मिल्छ र होइन मोटिभेसनल त होइन या जे भने नि। सो त्यो है त। सो एसएमसी ट्रेडर्स, रिटेल ट्रेडर्स, इन्स्टिट्युसनल ट्रेडर्स के हुन्, यो फलाना ढिम्कानो यो सबै के भयो त तपाईँले बुझ्नुभयो। होप आई गट इट, होप आई गट इट होइन, होप यु गट इट है। सो लेट्स डाइभ इन्टु लेसन 4 स्ट्रेट, के अरे यो बुलसिट टक नगरिकन हामी जाम के त एचएच एचएल एलएच एलएल र एमएसएसतिर। अब बल्ल राम्रोसँग हामी टपिकहरू सिक्न थालौँ है। ल यो चाहिँ छ मसँग यहाँ के को चार्ट हो यो बिटिसीको, सरी। सो बिटिसीको चार्ट छ, यसलाई एज एन इक्जाम्पल म तपाईँलाई यो कन्सेप्ट सिकाउँछु होइन। र अब बुझौँ पहिला सुरुमा स्ट्रक्चर बुझिसकेको थियो नि त होइन, बुलिस ट्रेन्ड अनि बिर्सिया छैन नि फाउन्डेसनको भिडियो हेरेको थियो नि बेयरिस ट्रेन्ड, यसरी हिँड्छ भनेर हामीले कुरा गरेको थियो राइट। स्ट्रक्चरमा हाई लो हाई लो हाई लो हाई अनि लो फेरि हाई फेरि लो हाई लो हाई लो गर्दै यो टर्ममा मार्केटलाई एकचोटि माथितिर अपतिर लागेको होइन, माथितिर यसरी गइरहेकोलाई हामीले अप ट्रेन्ड भन्थ्यौँ, र यसरी तलतिर झरेकोलाई हामीले डाउन ट्रेन्ड भन्थ्यौँ भनेर कुरा गरेको थियौँ हामीले होइन। र तपाईँलाई मैले त्यसमा के गरेको त सिम्पल टर्मले सिकाएको थिएँ, त्यस्तो डिफिकल्ट टर्म युज नगरिकन के अरे हाई लोजको कन्सेप्टहरू स्ट्रक्चरको कन्सेप्ट मैले त्यसमा एक्सप्लेन गरेको थिएँ होइन। यो के भयो त हाई भयो होइन, यसरी यिनीहरू हाई भए, यो हाई भयो होइन, फेरि यो पनि के भयो त हाई भयो। सो यसरी हाई भयो र अर्को सबैमा गरौँ है, पहिला लेखिहालौँ ज्यामजाम लाएर। यो हाई भयो, यो हाई भयो, यो हाई भयो, त्यसपछि हाम्रो एलको कुरा गरौँ हामीले होइन, त्यो एल भयो, त्यसपछि ल्याएर यो पनि हाम्रो के भयो त
एल भयो, देन यो पनि हाम्रो एल भयो, देन यो पनि हाम्रो के भयो त एल भयो, एन्ड यता पनि हाम्रो एल भयो, अनि यता पनि हाम्रो के भयो त एल भयो है। सो यो के हो डाउन ट्रेन्डको, यो के हो त अप ट्रेन्डको। कलर चेन्ज गरिदिउँ, यो के भयो त हाम्रो, यसलाई अलिकति 2x गरेर ब्ल्याकमा झार्दिउँ। सो यो हाम्रो स्ट्रक्चर। अप ट्रेन्ड जाँदाखेरि हाई लो हाई लो हाई लो हाई, फेरि डाउन ट्रेन्ड जाँदा पनि लो हाई लो हाई लो हाई गर्दै यसरी मार्केट हिँड्छ भनेर हामीले कुरा गरेको थियो, करेक्ट? अहिलेसम्म स्ट्रक्चर यसरी हिँड्छ। बुलिस यस ट्रेन्डमा मार्केटले हाई लो गर्दै के भन्छ माथितिर लागेपछि त्यो अप ट्रेन्ड भयो, हाई लो गर्दै मार्केट डाउनतिर ट्रेन्ड लाग्यो के तलतिर झर्दै गइसकेपछि प्राइसमा डिक्रिज आयो भने त्यो के भयो त बेयरिश ट्रेन्ड। बुलिस ट्रेन्ड र बेयरिश ट्रेन्ड, अप ट्रेन्ड अर डाउन ट्रेन्ड। गट इट? यहाँसम्म हामीले फाउन्डेसनमा सिकेका थियौँ। अब आउँछ कन्सेप्ट्स। अब यहाँ यति भागमा हेर्नु, यति भागमा हेरौँ होइन हामीले राम्रोसँग। मार्केटको यो हाई, त्यसपछि मार्केटले यहाँ लो बनायो। यो लो बनाइसकेपछि मार्केटले के गर्यो त यो हाईलाई ब्रेक गर्यो, करेक्ट? सो यो हाईलाई ब्रेक गरिसकेपछि मार्केटले यहाँ माथि गएर एउटा हाई बनायो। अहिले सिम्पली हामीले हाई भनेर पढिरहेको थियो, बट अब यहाँ के भयो त जब मार्केटले पुरानो हाईलाई ब्रेक गरेर यहाँबाट लो बनाइसकेपछि ब्रेक गरेर मार्केट माथि गयो भने, ब्रेक गरेर मार्केट माथि गइसकेपछि त्यो टर्म हामीले जो अहिले हाई भनेर राखेको थियो नि त्यो हाई रहेन। अब यो हाई अब के बन्यो त? यस, तपाईँलाई पनि लागिसक्यो होला के बन्यो, एच बन्यो। एच मिन्स लेखेर दिउँ होइन हामीले एकचोटि, तपाईँहरूलाई बुझ्न सजिलो हुन्छ। मैले यहाँ लेखिदिन्छु, के बन्यो हाम्रो हायर हाई। सो यो के भयो त हाम्रो हायर हाई भयो। सो फेरि मार्केटले यो हाईलाई ब्रेक गर्यो। यो हाईलाई ब्रेक गरिसकेपछि के भयो त अब यो नयाँ बनाएको हाई फेरि एच भनेको के भयो, फेरि यो हायर हाई बन्यो। सो त्यही भएर एच भनेको तपाईँको हाई पछि त्यो हाईलाई ब्रेक गरेर मार्केट माथि गयो भने के भयो त हायर हाई भयो। फेरि यो हायर हाईलाई ब्रेक गर्दै मार्केट माथि जानु भनेको फेरि नयाँ हायर हाई। त्यसरी फेरि यो हाईलाई ब्रेक गरेर मार्केट माथि गएको देखिन्छ नि त यहाँ होइन। सो यो मार्केट माथि गएर नयाँ हाई बनाइसकेपछि यो नयाँ हाई के भयो त हायर हाई के भनियो, हायर हाई भनेर भनियो। सो यसरी अप ट्रेन्ड जाँदाखेरि मार्केटले के गर्दो रहेछ त हायर हाई हायर हाई हायर हाई हायर हाईहरू बनाउँदै बनाउँदै के गर्दो रहेछ माथि लाग्दो रहेछ। यो थियो हायरको केसमा। अब लोवरको केसमा, लोवरको केसमा चाहिँ के हुन्छ त, लो त थाहा हामीलाई, फेरि यो पनि लोवरै हुन्छ र फेरि यो पनि लोवरै हुन्छ। के हुन्छ त, के हुन्छ एक्ज्याक्ट टर्म के हुन्छ त होइन। यदि यो हाईलाई ब्रेक गरेर हायर हाई बन्छ भने यो लोवर लोमा कुनै चेन्जेस आउँदैन र यो लोवर लोमा पनि चेन्जेस आउँछ। के चेन्जेस आउँछ त भन्दाखेरि यो लो जबसम्म यो लो फिक्स, पहिला सुरुमा बुझ्नु पर्यो यो लो फिक्स कसरी भयो, यही नै लो हो भनेर हामीलाई कसरी प्रमाणित भयो, कसरी थाहा भयो। जस्तै यहीँबाट यो नै हाम्रो यो हाई बनिसकेपछि मार्केटले यो नै हाम्रो यो तलसम्म आएको लो यहाँसम्म जान पनि सक्थ्यो नि त यो लो, किन यही पोइन्टसम्म आयो होइन, किन यही पोइन्टलाई हामीले लो भनेर मार्क गऱ्यौँ त। यो लो भनेर मार्क गर्नुको कारण भनेको के हो त, मार्केटले आफ्नो पुरानो हाईलाई जब ब्रेक गर्छ, आफ्नो जब पुरानो हाई ब्रेक गरेर जब मार्केट माथितिर लाग्यो, यसरी पुरानो हाईलाई ब्रेक गरेर मार्केट माथि लाग्न साथ के भयो त यो हाम्रो लो फिक्स भयो।
अब जबसम्म यसले यो हाईलाई ब्रेक गर्दैन तबसम्म हामीले यसलाई लो भनेर मार्क गर्दैनौँ। जब यो लो ब्रेक गरिसक्छ हैन, ब्रेक गरिसकेपछि हामीले यसलाई लो भनेर मार्क गर्छौँ। त्यसरी हामीले लोलाई मार्क गर्छौँ। हाईलाई हायर मार्क गर्ने पनि त्यसरी नै हाई हामीले के गर्ने भयो नि त मार्क गर्ने भयो हैन। अब कुरा आयो यो त ठिकै छ, ल लो हामीले त्यसरी मार्क गर्ने रहेछ, हाईलाई ब्रेक गरेपछि मात्रै बल्ल के भयो त यो लो हुने भयो नि त, फिक्स हुने भयो नि त हैन। भने अब के यो यसरी मार्केट माथितिर जाँदाखेरि यो हाम्रो लो नै रहिरहेको छ त? यहाँ त हाई के भयो, हायर बन्दै गयो, फेरि हायर बन्दै गयो। के यो लो त्यत्तिकै रहन्छ त? लो पनि चेन्ज आउँछ। लो के हुँदै जान्छ त? लोवर के हुने रहेछ त? लोवर अब केमा चेन्ज हुने भयो त? एचएलमा चेन्ज हुने भयो। अब एचएल भनेको के हो फेरि? यो एचएल भनेको के होला त? एचएल भनेको के रहेछ? हायर लो, यानी कि यो लो भन्दा मार्केट कहाँ छ? माथि छ, त्यही भएर हायर लो। र अब यो हायर लो बन्नको लागि के गर्नु पर्यो त? पहिला सुरुमा यो लो हो भनेर फिक्स त गर्नु पर्यो नि त मार्केटले। त्यही भएर यो पुरानो हाई जब ब्रेक गर्छ यसरी, अनि बल्ल यो केमा चेन्ज हुन्छ त? हायर लोमा चेन्ज हुन्छ है। म चार्टमा गएपछि तपाईँलाई अझै राम्रो तरिकाले बुझाउँछु। ओ माई गुडनेस, ओ थ्याङ्क गड। सो त्यो के भयो त? यसरी एचएल हायर लोमा चेन्ज भयो। अब जति हायर बनाउँदै मार्केट माथि जान्छ त्यसरी नै मार्केटले के गर्छ त? हायर लो बनाउँदै जान्छ। अब यो लोले अब हामीलाई थाहा छ नयाँ हाई बनायो, ओके। नयाँ हाई बनाइसकेपछि यहाँ गएर हाम्रो नयाँ हाई बन्यो। अब नयाँ हाई त बन्यो, मार्केट तलतिर आउँदैछ। अब मार्केट के गर्छ? यसरी यहाँबाट फर्किँदै मार्केट माथि गइरहेको छ। अहिलेसम्म हाम्रो यो लो फिक्स भयो? भएको छैन। जब मार्केटले यो ब्रेक गर्यो हाम्रो यो लो फिक्स भयो। अब यो लो फिक्स भइसकेपछि यो लो भन्दा पछाडिको जुन लो छ के छ? तल छ। एक्चुअलमा के भयो त? यो हायर लो भन्दा मार्केट के भयो? नयाँ लो कहाँ बनायो? माथि बनायो। यानी कि यो लो के भयो त? अब फेरि अर्को हायर लो भयो। के कारणले भयो? यो हायर हाईलाई, यो पोइन्टलाई मार्केटले ब्रेक गरेको भएर भयो। यदि ब्रेक नगरेको भए यो के हुन्थेन? हायर लो हुन्थेन, या लो नै हुन्थेन अहिलेको लागि हैन। लो नै के गर्थ्यो त? हामीले यसलाई मान्थेनौँ है। सो यो के भयो त? हायर लो भयो। त्यसपछि हायर हाई भयो। अब हायर हाई पछि मार्केटले के गर्यो? नाउ कम्स द रियल पार्ट। हायर हाई पछि मार्केटले के गर्यो त? अब यहाँ मार्केटले यसरी माथि गयो, नयाँ हायर लो त बनायो, हामीलाई फिक्स गर्यो नि त हायर लो। यो ब्रेक गर्यो नि त पछाडिको हाईलाई, ब्रेक गरेर मार्केटले माथि गएर एउटा नयाँ हाई बनायो नि हैन। सो यो नयाँ हाई बनाइसकेपछि मार्केट के गर्यो? झर्दै आयो। अब यो झर्न थालेपछि हामीलाई त थाहा भयो कि मार्केट के हो त? यो मार्केटले हाई बनाएको भनेर। अब यो झर्दै यहाँसम्म आइपुग्यो। अनि बल्ल मार्केटमा अलिकति के भयो त? उकालो लागेको देखियो। अब यो लो के हुने भयो? एनी आइडिया? यहाँ हेर्नु त, पछाडिको हाईलाई मार्केटले यो हाई लो भन्दा मार्केट कहाँ छ त? तल बन्द भएको छ। अहिलेसम्म के भइरहेको थियो त? अहिलेसम्ममा मार्केटले यो लो भन्दा मार्केट माथि नै थियो हायर हाई बनाएपछि। यहाँ पनि हेर्ने हो भने यो लो भन्दा
मार्केट कि त माथि नै बन्द भएको थियो हैन यो पोइन्टहरु तर फेरि अहिले यहाँ ठ्याक्क उल्टो भयो त फेरि यसले के गर्यो त माथि यता कतै बन्द भएर मार्केट यसरी लाग्नुपर्ने हो नि त यस्तो भएर यसरी जानुपर्ने हो नि त अनि फेरि यो हाई ब्रेक गरेर जानुपर्ने हो नि त तर के भयो त यहाँसम्म त अप ट्रेन्ड थियो तर मार्केट अब यहाँबाट डाउन ट्रेन्ड देखायो नि त हामीलाई त पहिलेको थाहा छ हैन त्यही भएर यहाँ झर्न सुरु गरे रहेछ त्यही भएर मार्केट तलतिर आउन लागेको रहेछ हैन एक्चुअलमा हामीले यतिकै हेर्दाखेरि त तर यहाँ के भयो त यसले आफ्नो पुरानो लोलाई माथि नै रहेन सस्टेन गर्न सकेन नि त्यो तल आइदियो यानि कि अब यो लो केमा परिवर्तन भयो त केमा परिवर्तन भयो त यो हायर लोबाट यो परिवर्तन भयो हायर लोबाट यो परिवर्तन केमा भयो त लोअर हाईमा के आयो यस्तो सरी हायर लोबाट अब यो केमा परिवर्तन भयो त सरी है यहाँ एउटा सानो मिस्टेक गरेछु मैले हायरबाट यो केमा परिवर्तन भयो त एलएच लेखेछु क्या लोअर हाई भन्न आएछ सो फेरि फेरि भन्छ है म यहाँ अलिकति मिस्टेक भयो फेरि बुझ्नु यहाँ के भयो त भन्दाखेरि हायर लोबाट मार्केटले के गर्यो त तलपट्टि गएर क्लोज गरिसकेको भएर मार्केटले के भन्यो यो हाई भन्नाले यो हायर लो यो जुन पहिला प्रिभियस हाम्रो पुरानो लो थियो त्यो लो भन्दा मार्केटले के गर्यो त तलपट्टि क्लोज गर्यो त्यो भन्दा तल भन्यो यानि कि लोअर भयो तर अब लोअरमा गएर बनेको के हो त हाम्रो यो लो सो त्यही भएर यसलाई के भन्छ एलएल यानि कि लोअर लो भनेर भनिन्छ हैन र अब लोअर लो बनाउँदै गइसकेपछि अहिलेसम्म के थियो त अहिलेसम्ममा हाम्रो के चलिरहेको थियो हायर लोहरू त्यति बेला मात्रै कन्फर्म हुन्थ्यो जब यसले हायर हाईलाई ब्रेक गर्थ्यो किनभने मार्केट माथितिर लागिरहेको थियो नि त तर अब यहाँ अपोजिट हुन्छ किनभने मार्केट डाउन झरिरहेको छ नि अब डाउन झरिरहेको बेलामा के अपोजिट हुने भयो त अब मार्केटले लोअर लोलाई ब्रेक गरेपछि हाम्रो यो नयाँ हाई कन्फर्म हुने भयो फर्स्ट कुरा त के भयो त यहाँ हेर्न सक्नुहुन्छ यो हायर हाईलाई मार्केटले ब्रेक गर्न सके हैन सेकेन्ड मार्केट के गर्यो यो माथिपट्टि अलिकति माथि गएर फेरि के गर्यो आफूले बनाएको यो लोअर लोलाई ब्रेक गरिदियो भनेपछि अब के भयो त यसमा यो हाई कुन टर्ममा चेन्ज भयो त यो हाई चेन्ज भयो अघिको मैले मिस्टेक लेखेको लोअर हाईमा यानि कि के हो त यो मार्केट प्रिभियस हायर हाई भन्दा तल छ र यसले के गरिरहेको छ त लोअर लोलाई ब्रेक गर्दै गर्दै झरिरहेको छ सो यो के भयो त हाम्रो लोअर हाईमा के भयो चेन्ज भयो त्यसरी नै यहाँ हेर्नुभयो भने हाम्रो यो फेरि के भयो त अब मार्केट माथि बढ्न थाल्यो यो हाम्रो लोअर लोमा परिवर्तन भयो मार्केट माथि बढ्दै 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 गयो अब यो लोअर हाई मार्केट बढ्न थाल्यो हामीलाई लोअर लो भन्ने कुरा त थाहा भइहाल्यो अब मार्केट यहाँसम्म पुग्यो हैन यो लोअर हाईलाई ब्रेक गरिदिएको भए मजा हुन्थ्यो तर अब के भयो त लोअर हाईलाई ब्रेक गरे हैन ब्रेक नगरिकन मार्केट झर्न थालिसक्यो अझै पनि हाम्रो लागि यो केही पनि होइन न हाई साई केही पनि होइन मार्केट झर्दै आयो झरिदियो झरेर के गर्यो त यतापट्टिको लोअर लो भनेर हामीले मार्क गरेको एरियालाई के गरिदियो ब्रेक गरिदियो अब यो ब्रेक गरिदियो यानि कि यसको अर्थ यहाँ यसले बनाएको यो जुन टुप्पो छ त्यो टुप्पो केमा परिवर्तन भयो त लोअर हाई भयो त्यसरी मार्केट के भयो फेरि तलसम्म आयो यहाँबाट फेरि उकालो लाग्यो तर उकालो लागेर यसले के गर्न सक्यो त माथि जान सकेन फेरि तल झऱ्यो यसले के गर्यो अहिले आफूले बनाएको यो लोलाई ब्रेक गरिदियो सो यानि कि यो टर्म के बन्यो त यो टर्म लोअर लो बन्यो
र यताको यो टर्म के भन्यो त लोअर हाईको टर्म भयो। सो यसरी के हुन्छ त मार्केट बढ्ने बेलामा के गर्दो रहेछ त मार्केटले बढ्ने बेलामा मार्केटले लो बनाउँदो रहेछ र आफ्नो हाईलाई ब्रेक गर्दै नयाँ हायर हाई बनाउँदै अनि हायर लो यानि कि त्यो आफ्नो पुरानो लोलाई नतोडिकन फेरि माथिको हाई तोडेर फेरि आफ्नो लोलाई नतोडिकन फेरि आफ्नो हाईलाई तोड्दै यसरी बुलिसको केसमा अप ट्रेन्डको केसमा मार्केट यसरी हिँड्दो रहेछ। अब सिमिलरली बियरिस यानि कि डाउन ट्रेन्डको केसमा भने मार्केट झर्दो रहेछ। ल एउटा लो बनाइसकेपछि मार्केट माथि आफ्नो पुरानो हाईलाई तोड्न नसकेर फेरि झर्दो रहेछ र आफूले बनाएको लोलाई तोड्दै फेरि अलिकति माथि जाँदै आफ्नो लोअर हाईलाई नतोडिकन फेरि लोअर लोलाई तोड्दै यसरी के गर्दो रहेछ त मार्केट झर्दो रहेछ। यो के हुँदो रहेछ त बियरिसको मार्केट यदि डाउन ट्रेन्ड हुँदाखेरि गर्ने बिहेभियर रहेछ मार्केटले। ओके, अब हामी कतापट्टि लागौँ त भन्दाखेरि हामीले अब हायर हाइज हायर लोज बुलिस ट्रममा होइन, त्यसपछि लोअर हाई लोअर लो बियरिस ट्रममा बुझ्यौँ कसरी हुँदो रहेछ। र त्यसपछि अब हामी मार्केट स्ट्रक्चर सिफ्ट पढौँ र यो मार्केट स्ट्रक्चर सिफ्ट पढिसकेपछि यो खास के हो भनेर बुझौँ र यो बुझिसकेपछि चाहिँ हामीलाई के थाहा हुन्छ त भन्दाखेरि सबै डट्सहरू छ नि, जस्तै अब यो हाई 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 लो लोअर हाई लोअर लो यो सबै स्टडी गर्नुको रिजन होइन, हामीले मार्केट स्ट्रक्चरलाई बुझिसकेपछि र यो दुईटालाई कम्बाइन गरिसकेपछि हामीले आफैले पनि के गर्न सक्छौँ त मार्केटलाई अब ट्रेल गर्न सक्छौँ या म्यापिङ गर्ने बेलामा सजिलो हुन्छ। जस्तै मार्केट यसरी बढिरहेको हुन्छ राइट, यसरी बढिरहेछ। सो अब हामीले म्यापिङ यानि कि तपाईँले मार्क गर्नु स्ट्रक्चर मार्क गर्दै जानु। अब यी स्ट्रक्चर भयो, सो मार्केट यसरी हिँड्ने भयो। सो अब हामीलाई हाइज लोज भन्ने कन्सेप्ट थाहा भयो होइन, हायर हाई भइहाल्यो, यो हायर हाई अनि यो हाम्रो हायर लो होइन, त्यसपछि चेन्ज हुँदै भएर लोअर हाई लोअर के अरे यो त हायर लो नै भयो हाम्रो होइन। त्यसपछि यो फेल भयो, प्रिभियस हायर हाईलाई ब्रेक गर्न सकेन, त्यही भएर यो के भयो लोअर हाई भयो। फेरि तलपट्टि आयो आफ्नो हायर लोलाई ब्रेक गरेपछि लोअर लो भयो, देन लोअर हाई देन लोअर लो लोअर हाई लोअर लो। सो यसरी मार्केट हिँड्छ होइन र हामीले ट्रेड के अरे मार्केटलाई के गर्न सकियो ट्रेस गर्न सक्यो, स्टडी गर्न सक्यो होइन। अब हामीले यसैमा हामीलाई एउटा इम्पोर्टेन्ट फ्याक्टर चाहिन्छ जुन हो एमएसएस। यसलाई म म्याक्स बनाइदिन्छु। सो यो भनेको के हो त, फेमस टर्म सबैले सुन्नुभएको होला, यो हो मार्केट स्ट्रक्चर सिफ्ट होइन। अब म यसलाई कपी गरेर यहाँ पेस्ट गरिदिन्छु। के भयो मार्केट स्ट्रक्चर सिफ्ट, हामीलाई एमएसएस भन्ने थाहा भयो। भन्नुको अर्थ के हो त, भन्नुको अर्थ हो मार्केट एउटा ट्रेन्डमा हिँडिरहेको छ, एउटा स्ट्रक्चरमा हिँडिरहेको छ। कुन स्ट्रक्चर कुन ट्रेन्डमा हिँडिरहेको छ त, बुलिश हायर हाई, त्यसपछि हाम्रो हायर लो बनाएर हाम्रो हायर हाई बनाएर फेरि हायर लो बनाएर फेरि हायर हाई बनाएर फेरि हायर लो बनाएर यसरी के गरिरहेको थियो त, फेरि हायर हाई बनाएर हाम्रो ट्रेन्ड यानि कि अप ट्रेन्डमा मार्केट चलिरहेको थियो। र अप ट्रेन्डमा चलिरहेको मार्केट यो पोइन्टबाट मार्केट के हुन्छ त डाउन ट्रेन्ड यानि कि बेयरिश ट्रेन्डमा जान थालेको चेन्ज हुन्छ नि त्यो स्विच होइन। जस्तै यो पोइन्ट हाम्रो एक्ज्याक्टली यो पोइन्ट जहाँ मार्केट के थियो त अप ट्रेन्डबाट होइन, अप ट्रेन्डबाट के गर्यो त डाउन ट्रेन्डतिर सिफ्ट भयो हो, यानि कि मार्केटको स्ट्रक्चरमा सिफ्ट आयो। सिफ्ट आएर के भयो त मार्केट अप ट्रेन्डबाट डाउन ट्रेन्डतिर छिरेकोलाई होइन हामीले एमएसएसको थ्रुबाट फिगर आउट गर्ने हो। किनभने यो त अहिले मैले तपाईँलाई मार्क गरेर देखाएँ होइन। अब यसैलाई मैले रिमुभ गरिदिएँ र यहाँ फेरि अर्कोचोटि बनाएँ जुन चाहिँ हाम्रो अप ट्रेन्ड आएको थियो। यसरी अप ट्रेन्डमा हामी मार्केट हिँडिरहेको थियो होइन। सो यो पोइन्टबाट अब हामीले
स्टडी गर्दै गयौँ। स्टडी गर्दै गइसकेपछि के भयो त हामीलाई अब के हुन्छ एउटा सर्टेन मेथडले हामीलाई के आइडेन्टिफाई गराउँछ त भन्दाखेरि ल अब मार्केटमा ट्रेन्ड चेन्ज भयो है, मार्केट के भयो त अब बुलिसमा आइरहेको थियो, अप ट्रेन्डमा चलिरहेको थियो, अब मार्केट यहाँबाट के हुनसक्छ त बियरिसमा चेन्ज हुनसक्छ है, अब मार्केट डाउन ट्रेन्ड चल्न सक्छ है भनेर के गर्ने भयो त हामीलाई एमएसएसले जताउने हो, इन्डिकेट गर्ने हो। त्यो मेथडलाई हामीले एमएसएस भन्छौँ र यो मेथड के हो आज अब यही हाम्रो एमएसएसको टपिकमा हामीले डिस्कस गर्छौँ है त। सो यसरी के हुन्छ त यहाँबाट अनि मार्केट डाउन ट्रेन्ड चेन्ज हुन्छ। सो यही चेन्ज हुने प्रोसेसलाई हामीले मार्केट स्ट्रक्चर सिफ्ट यानि चेन्ज आएपछि हामीले त्यसलाई ल है मार्केटको स्ट्रक्चरमा अब सिफ्ट आयो, यानि कि बुलिस स्ट्रक्चरमा चलिरहेको मार्केटको अब के भयो त बेयरिस स्ट्रक्चरमा सिफ्ट भयो है भनेर जुन हामीले इन्डिकेट गर्छौँ, मार्कअप गर्छौँ, त्यो मार्कअपमा एमएसएस लेख्नुको रिजन भनेको हामीलाई आफूलाई बताउनु हो कि मार्केट यो पोइन्टबाट के भएको थियो त फर्किएको थियो भनेर हैन। सो त्यही टर्मलाई हामीले एमएसएस भनेर भन्ने गर्छौँ। ओके, सो एमएसएस हुन्छ कसरी? एमएसएस हुन्छ कसरी त भन्दाखेरि एमएसएस अब मैले अघि तपाईँलाई हायर हाइज हायर लो त्यसपछि लोवर हाई लोवर लो सिकाएँ नि त हैन। सो त्यसैमा अलिकति चेन्ज आउँछ यहाँ हेर्नु न राम्रोसँग हैन। मार्केट के भयो अप गयो डाउन आयो फेरि अप गयो फेरि डाउन आयो फेरि अप गयो फेरि डाउन आयो फेरि अप गयो र डाउन आयो, अप गयो डाउन आयो अप गयो डाउन आयो। सो यसरी मार्केटमा चेन्ज आइरहेको थियो, यो पोइन्टबाट चेन्ज आयो। अब यसमा चेन्ज चाहिँ के भयो त के देख्नुभयो तपाईँले चेन्ज? यहाँ हेर्नु मार्केटले लो बनाएको, अब मैले मार्क गरेर लेखिनँ है मैले यहाँ लोवर हाई हायर लो हुन्छ नि, यो हायर लो हायर लो हायर लो हायर हाई हायर हाई हायर हाई यो मार्क गरिदिनु, अब तपाईँले बुझिसक्नु पर्ने हुन्छ त्यो। सो के थियो त यहाँ हायर लो बनायो, देन यहाँ हायर लो बनायो, देन यहाँ हायर लो बनायो। अब स्ट्रक्चर अप ट्रेन्ड थियो त स्ट्रक्चर वाइज के हुनुपर्ने हो त मार्केट यहाँ अब आएर अब हायर हाईतिर जानुपर्ने हो, तर त्यो नगरिकन मार्केटले के गरेको छ त आफूले बनाएको हायर लोलाई हायर हाई बनाइसकेपछि गएर ब्रेक गरिदिएको छ हो। यही ब्रेक गर्ने प्रोसेसलाई हामीले एमएसएस भन्छौँ, यानि कि मार्केट स्ट्रक्चर सिफ्ट भन्छौँ। सो यसको अर्थ के भयो त अब मार्केटले यो हायर हाईलाई ब्रेक नगरिकन मार्केट के गर्न स्टार्ट गर्छ त आफूले बनाउँदै गएको अब यो अब किनभने हायर लोबाट लोवर लोमा चेन्ज भएको हो नि त यो हाम्रो हैन। सो यो लोवर लोलाई अब के गर्दै जान्छ त ब्रेक गर्दै जान्छ, लोवर लोलाई ब्रेक गर्यो हाम्रो यहाँसँग लोवर हाई थियो। अब डाउन ट्रेन्डमा गइसकेपछि के हुन्छ त यसले लोवर हाईलाई ब्रेक गर्दैन, नयाँ लोवर लो बनाउँदै जान्छ, नयाँ लोवर हाई फर्म गर्दै जान्छ, यसरी मार्केट के भयो त डाउन ट्रेन्डतिर सिफ्ट भयो। र यही सिफ्ट हुने जुन पोइन्ट छ त्यसलाई हामीले एमएसएस भनेर मार्क गर्छौँ, जुन चाहिँ कति बेला हुन्छ त भन्दाखेरि जसले मार्केटले हायर लोलाई ब्रेक गर्छ। हायर लोलाई ब्रेक गरिसकेपछि के हुने भयो त एचएल हैन। सो यसलाई एचएल लेखौँ, कमेन्ट सी गरेर म तपाईँलाई अब यहाँ टेक्स्ट वाइज पनि देखाउँछु है त। हायर लो हुनुको लागि के हुनु पर्थ्यो त हायर लो हुनुको लागि तलपट्टि आफ्नो पछाडिको लोलाई ब्रेक गरेको हुनुहुन्थेन नि। यो लोलाई मार्केट यो लोले ब्रेक गरेन किनभने यो लो भन्दा हायर माथि भएको भएर हायर लो भनिएको हो नि त। अब यो लो भन्दा यो लो माथि भएको भएर हायर लो भनिएको हो नि त हैन। सिमिलरली अब फेरि के गर्नु पर्थ्यो मार्केट बुलिस स्ट्रक्चरमा अप ट्रेन्डतिर भएको भए मार्केट के गर्नु पर्थ्यो यो लोलाई ब्रेक नगरिकन मार्केट माथि नै एक पोइन्टमा लो बनाएर यता पछाडिको हायर हाईलाई के गर्नु पर्थ्यो त ब्रेक गर्नु पर्थ्यो हैन। यो माथिको हायर हाईलाई के गर्नु पर्थ्यो त ब्रेक गर्नु पर्थ्यो। यसरी हायर लो बनायो हायर हाई बनायो, मार्केट यता कतै आयो र यहाँबाट फर्केर यसले हायर हाई बनाउनु पर्थ्यो। के हुन्थ्यो त हाम्रो कन्टिन्युएसन अफ अप ट्रेन्ड हुन्थ्यो, मार्केटको माथितिर के हुन्थ्यो बुलिसमै छ है, मार्केट कन्टिन्यू चलिरहेको छ है, मार्केटमा ग्रोथ नै छ, अब हुन्छ नि एक हिसाबले मार्केट के छ त बढिरहेको छ है भनेर भन्नुहुन्थ्यो।
तर यहाँ एक्ज्याक्टली के भयो त? यहाँ हामी बनाएको हायर लोलाई मार्केटले हायर हाई बनाइसकेपछि आएर ब्रेक गरिदियो। हो यही लोलाई जब मार्केटलाई ब्रेक गरिदियो हामी यो लोमा के गरेर राख्छौँ त? MSS भनेर राख्छौँ। MSS टेक्स्ट अलिकति सानै भयो हैन, 8 इन्चमा ह्यान्डिकको होला सायद। सो के भयो? यो लो ब्रेक हुनको साथ मार्केटको भयो MSS भयो। अब यो MSS के हो त? MSS ले हामीलाई इन्डिकेट गर्ने सबभन्दा क्विक इन्डिकेट गर्ने भनेको यसले हो। यसले इन्डिकेट गरेपछि हामीलाई के थाहा हुनु पर्यो त? मार्केट अब यहीँबाट कन्टिन्यू यसरी झर्न सुरु गर्न सक्छ है भन्ने कुरा हामीलाई के हुने भयो त? फिगर आउट हुने भयो MSS ले, हैन? सो त्यो इन्डिकेट गराउने, यानि कि मार्केटको यो अप ट्रेन्डबाट अब मार्केट डाउन ट्रेन्डतिर स्विच हुँदैछ है भनेर इन्डिकेट गराउने केले हो त? MSS ले। यानि कि हाम्रो केले इन्डिकेट गराउनु रहेछ त? मार्केट स्ट्रक्चर शिफ्ट MSS ले इन्डिकेट गराउने हो है। र यो हामीले मेनली के गरिन्छ त भन्दाखेरि सानो टाइम फ्रेम ठुलो टाइम फ्रेमलाई पनि हेर्ने मेथड हुन्छन् हैन, तरिका हुन्छन्। तर अहिलेलाई तपाईले एउटै टाइम फ्रेममा, किनभने तपाईमा एक्सटर्नल हाइज र इन्टरनल हाइजको कुराहरू अहिले अझै टपिकमा आइसकेका हैन। हाइजका पनि फेरि हामीले ओहो धेरै तरिकाहरू छन् यहाँ हेर्ने हैन। एक्सटर्नल हाइज, इन्टरनल हाइज, सबै एक्सटर्नल इन्टरनल अब यो सबैले के गर्छन् त तपाईलाई कन्फ्युज बनाउँछ। सो अहिलेलाई के गर्ने त हामीले ट्रेन्ड कस्तो हो, ट्रेन्ड कसरी हिँड्दो रहेछ, हायर हाई हायर लो हायर हाई हायर लो हायर हाई बनाउँदै अप ट्रेन्ड हिँड्छ। बेयरिश ट्रेन्ड कसरी हिँड्ने भयो त? लोवर लो लोवर हाई लोवर लो लोवर हाई लोवर लो बनाउँदै बेयरिश ट्रेन्ड हिँड्ने भयो। र यो अप ट्रेन्डबाट बेयरिश ट्रेन्डमा स्विच आउनु भनेको के हुने भयो त? MSS मार्केट स्ट्रक्चर शिफ्ट। क्लियर? सो MSS भनेको त्यो के रहेछ? अब यसैलाई के गर्छौँ त? अब हामी चार्टमा हेर्छौँ हैन। सो चार्टमा हेर्नुको लागि के गर्ने त भन्दा तपाईलाई म हाम्रो नेप्सेमै लैजान्छु। नेप्सेमा लग्यो भने सजिलो हुन्छ बुझाउनको लागि हैन। अब यहाँ लोड लेआउट गरेर म मेरो लेआउट खोल्छु एकचोटि। यो चाहिँ मैले चुकुलको थ्रुबाट देखाउँदैछु। डेलीमा गयौँ हामी र अहिलेको रिसेन्टकै उसमा हेरौँ हामी, धेरै टाढा नजाऊँ, रिसेन्टकै पोइन्टबाट हेर्दै जाऊँ है त। अब के छ त यहाँबाट त हामीले डाइरेक्टली देख्न सक्छौँ नि त मार्केट के तल झरेर यहाँबाट मार्केट बढ्न थाल्यो नि त हैन। मार्केट यहाँबाट अप ट्रेन्ड चेन्ज भयो। अब तपाईलाई म पहिला अप ट्रेन्ड देखाउँछु, अप ट्रेन्डबाट फेरि कसरी चेन्ज हुँदो रहेछ र कसरी डाउन ट्रेन्डमा झर्दो रहेछ त्यो पोइन्ट पनि म के गर्छु यहाँ तपाईलाई एक क्विक एक्जाम्पल यहाँ देखाउँछु चार्टमा, तपाईलाई आइडिया हुन्छ है त। अब यहाँ हेर्नुभयो भने मार्केटले के बनायो? लो बनायो, लो बनाएको देखियो। अब टेक्स्टको थ्रुबाट हामीले यहाँ के लेखौँ यसलाई, किनभने माथि मार्केट के भएको त? मार्केट तल माथि भने त मार्केटले तपाईले यहाँबाट हेर्नु भने के हो? मार्केट त झरेको मार्केट हो नि त हैन। सो यो के हो त? हाम्रो लोवर लो हो नि त, झरेको मार्केट हो। यसलाई अब मैले के लेख्छु त? लोवर लो लोवर लो र टेक्स्टलाई अलिकति ठुलो गरिदिन्छु ताकि देख्न सजिलो होस् हैन। सो यो पोइन्ट के रहेछ? हाम्रो लोवर लो रहेछ हैन। सो यो लोवर लोलाई म डाइरेक्टली तपाईलाई लो र हाईबाट सुरु गर्छु ल बुझाउनलाई। यो हाम्रो लो भयो। अनि अर्को त्यसपछि मार्केट यहाँ गयो हैन। र यो के भयो त? हाम्रो यो भयो हाम्रो हाई H। सो अब हामीसँग लो पनि छ हाई पनि छ। अब मार्केटले के गर्दैछ त्यो हामी हेर्नेवाला छौँ। मार्केट के गर्यो? यो पोइन्टबाट बढ्यो, यहाँसम्म गयो अनि मार्केट झर्यो। ओके, अब हामीलाई लो भन्ने चाहिँ थाहा छ किनभने मार्केट तलमा के थियो? माथिबाट झर्दै आएको छ। त्यो हाम्रो यो लो हो भन्ने हामीलाई थाहा छ। अब यसले मार्केटले यो लोलाई ब्रेक गरेको भए, लोलाई ब्रेक गरेको भए हाम्रो लोवर लो हुँदै जाने भन्ने कुरो पनि हामीले बुझ्यो बेयरिशको केसमा हैन। सो अब मार्केटले यहाँ के गर्ने भयो त? मार्केट यहाँ बढ्यो, झर्यो र झरेर के गर्यो त? मार्केटले यहाँ गएर ब्रेक गर्यो। अब हामी सिम्पली के गर्छौँ त? यो हाईमा एउटा लाइन मार्क गरिराखेको हुन्छौँ यसरी हैन।
सो के हुन्छ अब मार्केटले यसलाई ब्रेक गर्नु पर्यो है भन्ने खालको हामीले पहिल्यै हेरिरहेको हुन्छौँ। एज्युम गरौँ कि मार्केट चले होइन। के गर्यो त मार्केट तल आयो, यहाँ गएर ब्रेक गर्यो। अब यो ब्रेक गरिसकेपछि यहाँ के भयो पछाडि लो थियो, त्यसपछि हाई बनायो अनि झऱ्यो मार्केट होइन। एक हिसाबले हाई बनायो, झऱ्यो होइन। झरिसकेपछि फेरि मार्केट फर्के गएर आफूले बनाएको पछाडि छोडेको हाईलाई ब्रेक गर्यो। यानि मार्केटले गएर अब के गर्यो त हाईभन्दा माथि अर्को एउटा नयाँ हाई बनायो। सो त्यो नयाँ हाई हाम्रो के भयो त त्यो नयाँ हाई हाम्रो हायर हाई भयो। के भयो एचएच भयो। सो यो माथि गइसकेपछि हाम्रो के भयो नयाँ हाई बनायो। यानि कि अब हाई छ हामीसँग, नयाँ हायर हाई बनिसकेपछि र यो हाई र हायर हाईको बिचमा सबभन्दा तल हुने लोलाई हामीले मार्क गर्ने हो। यो हाई बनाएर यहाँसम्म झरेको थियो अनि गएर यो हायर हाई बनाइन्जेलसम्म हाम्रो सबभन्दा लो पोइन्ट कुन हो यो हो होइन। सो यो लो पोइन्टलाई के गर्छौँ त अब हामीले मार्क गर्छौँ। के भनेर मार्क गर्छौँ यो लो पोइन्टलाई हामीले अब के भनेर मार्क गर्ने भयो त भन्दाखेरि के मार्क गर्ने भयो हायर लो। अब यो हायर लो भनेर किन मार्क हुने भयो त यो हाई भन्दा तल झऱ्यो अनि मार्केटले गर्यो ब्रेक गर्यो, यो के भयो हायर हाई भयो होइन। किनभने हाईभन्दा माथि गएर नयाँ हाई बनायो नि त। सो त्यही भएर हायर हाई भयो। र सिमिलरली यता पछाडि हेर्ने भने मार्केटले के गर्यो त यो जुन लो थियो यो लोलाई मार्केटले तोडेको छैन। यो लो भन्दा के छ त मार्केट लगभग कति पोइन्टले यहाँबाट यसरी हेर्ने भने हामीले लगभग 57 पोइन्ट्सले 2.32%ले मार्केट कति छ माथि नै छ होइन। 57 पोइन्ट्स माथि छ। सो यो के हो त हायर लो भयो बल्ल। यसलाई ब्रेक गरेको छैन नि त, लो भन्दा माथि छ होइन। र यो हायर लो हामीले कति बेला हेऱ्यौँ जब हाईले नयाँ हाई हाई बनाउनुतिर गयो, हाईलाई ब्रेक गरेर बल्ल यो के भयो हाम्रो हायर लो भयो। अब हामीले यहाँ के देख्यौँ त यो टर्ममा हामीले यहाँ के देख्यौँ, यहाँ हामीले देख्यौँ कि मार्केटले हाई बनायो, त्यसपछि हेऱ्यौँ कि मार्केटले हायर हाई बनाउँदै गएको छ। यानि कि मार्केट हाम्रो के अरे अप ट्रेन्डतिर हिँडिरहेको छ। अब भनेपछि हामीले मार्केटले के गर्नु पर्यो त सिम्पली बुझ्नु त के गर्नु पर्यो त मार्केटले अब भनेपछि मार्केटले अब यो हायर लोलाई ब्रेक गर्नु भएन। यो हायर लोलाई के गर्नु भएन ब्रेक गर्नु भएन। अब यो ब्रेक किन गर्नु भएन अझै टुप्पामा पुगिसकेपछि बुझ्नुहुन्छ। अहिलेलाई के छ हायर लो यहाँ छ अनि मार्केटले के गर्यो हायर हाई यहाँ बनायो। सो यो पनि हाम्रो एक हिसाबले के हुने भयो मार्क हुने भयो। सो जबसम्म यो हायर हाई ब्रेक हुँदैन तबसम्म हामीलाई के हुन्छ भनेर थाहा हुँदैन। जस्तै हेर्नु यहाँ अघि मैले हायर हाई ब्रेक हुनुपर्छ भन्नुको कारण के हो त भन्दाखेरि मार्केट यहाँबाट झऱ्यो नि, झरिसकेपछि यहाँ हेर्नु भने सानो यहाँबाट माथितिर बढ्यो नि मार्केट अनि आएर फेरि झरेर बढेर फेरि झरेर फेरि बढेर यो सबै इन्टर्नल्ली मुभ भइरहेको छ होइन। त्यो एक्सटर्नल इन्टर्नल म पछि आउँछु। अनि आएर यसो खेलेर अनि बल्ल गएर ब्रेक गरेको छ। अनि भन्थेँ नि त मैले हायर हाईलाई या हाईलाई जब एकचोटि ब्रेक गर्छ, ब्रेक गरिसकेपछि के हुन्छ त मार्केट फेरि हायर हाईभन्दा फेरि नयाँ हायर हाईको तर्फ गयो। सो नयाँ हायर हाईको तर्फ हिँडिसकेपछि हायर हाईलाई ब्रेक गरेर पछाडिको हाईलाई ब्रेक गरेर त्यो हायर हाई र नयाँ बनाउने हायर जुन हायर हाई छ त्यसको लोएस्ट पोइन्ट कुन हो यो। यानि कि यो पोइन्टबाट यसरी हो नि त मार्केट माथि गएको। यानि यसको यो लो पोइन्ट हाम्रो बल्ल लो भनेर हामीले के गर्ने भयो भन्ने भयो। नत्र त हाम्रो लागि त हामीले पहिले हायर लो मार्क गर्ने भएको भए त हामीले यसो बढेको देख्दाखेरि त यो हाम्रो हायर लो हुन्थ्यो नि त। तर यो हामीले लिन मिल्दैन किनभने मार्केट फेरि पनि झर्न सक्छ नि त, यहाँ खेल्न सक्छ, अझै झर्न सक्छ, जे नि गर्न सक्छ नि त। त्यही भएर हायर लो त्यति बेलासम्म फिक्स हुँदैन जति बेलासम्म के गर्दैन त यसले आफ्नो बनाएको हायर जुन हायर हाई छ त्यसलाई ब्रेक गर्दैन। सो यो हायर हाईलाई ब्रेक गरेपछि हाम्रो नयाँ हायर हाई बन्यो। सो त्यही भएर हामी यो बिचको सबभन्दा लो पोइन्टलाई के गर्ने भयो त हायर लो भनेर मार्क गर्ने भयो होइन। त्यो सायद अब कन्फ्युजन रहँदैन होला किन हामीले हायर हाई या हाईलाई ब्रेक गर्न वेट गर्नुपर्छ भनेर। किनभने यसरी हामीसँग फल्स लोजहरू बन्न सक्छन् जुन चाहिँ इन्टर्नल्ली
एउटा स्ट्रक्चर हो। जस्तै यो डेली टाइम फ्रेममा छ भने हावरलीमा गयो भने यो पनि एउटा स्ट्रक्चर हो, किनभने मार्केट त स्ट्रक्चरमा हिँड्छ नि त। सो त्यो भइरहेको छ है। अब ओके, के गरौँ त भन्दाखेरि हाम्रो यो हायर लोलाई कमान्ड सी गरौँ, कमान्ड भी गरौँ हैन, कपी पेस्ट हुन्छ। सो यो के भयो अब हाम्रो नयाँ हायर लो भयो, हायर लो। अब अनि यो हाम्रो हायर हाई भयो। अब यो हायर हाई कति बेला लिने? अब यो हायर हाई नै हो, किन जस्तै लोवर हायर लोमा हुन्छ त्यस्तै हायर हाईमा पनि हुन्छ। त्योमा पनि म पछि जान्छु, अहिलेलाई त्योतिर नजाऊँ, हायर लोको केसमा मात्रै बुझ्नु है। नि ओके, सो हामीसँग के भयो त यहाँ नयाँ हायर हाई बन्यो, राइट। र यसलाई के गरेँ, कमान्ड सी कमान्ड भी गरेर डाइरेक्टली मैले लिएर आएर यहाँ नाति राखिदिएँ। सो अब हायर हाई भयो, मार्केटले के गर्यो त, फेरि तल आयो अनि आएर फेरि के गर्यो, अब हामीले त मार्क गरिराखेको हुन्छ नि त, यसरी यो हाई मार्क गरिराखेको हुन्छ। सो यो हाईलाई ब्रेक गरिदियो अनि यता पछाडि मार्क गरेकोलाई मैले अगाडि सारिदिएँ। सो यो हायर लो के भयो त, हाम्रो मेन लो भयो, यो मेन हाई भयो। सो मार्केट तलसम्म आयो, तलसम्म आएर मार्केटले के गर्यो त, फेरि आफ्नो हायर हाईलाई ब्रेक गर्यो, फेरि आफ्नो हायर हाईलाई ब्रेक गर्यो। हायर हाईलाई ब्रेक गरिसकेपछि के भयो त, अब हाम्रो नयाँ हायर लो बन्यो, किनभने ब्रेक भयो नि त। सो ब्रेक भइसकेपछि के भयो त, हाम्रो नयाँ हायर लो भयो। सो यसरी के भयो त, हामीले ट्रेन्डलाई मार्क गर्दै बुलिस केसमा हेर्नु त मार्केटले पर्फेक्टली लोलाई प्रोटेक्ट गर्दै 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 हिँडिरहेको छ नि त। सो अब यहाँ हामी सबै दुईटै तिनटै केसलाई हेर्छौँ, एमएसएस, बेयरिश ट्रेन्ड र अप ट्रेन्डको मार्केट स्ट्रक्चरलाई पनि हामीले यहाँ हेर्दै जान्छौँ। सो अब हामीसँग यहाँ नयाँ हायर लो भयो हैन, त्यसपछि हायर हाई, मार्केटले नयाँ हाई बनायो, झर्यो मार्केट हैन। सो यो के भयो, अब हाम्रो नयाँ हाई भयो र मार्केटले यता हायर लो बनाएको छ। एन्ड यसलाई पनि फेरि यहाँ लेखौँ ताकि बुझ्न सजिलो होस्। हायर लो बनायो, सो फेरि हामीले लाइनलाई मार्क गऱ्यौँ, यहाँ राख्यौँ र मार्केटले के गर्यो त, फेरि यो हायर हाईलाई ब्रेक गर्यो। यस, फेरि नयाँ हायर हाई बन्यो र नयाँ हायर हाई बन्ने बेला हामीसँग यहाँ हायर लो पनि छ। सो यसलाई पनि के गरेका हुन्छौँ, हामीले सँगसँगै मार्क गरिरहेको हुन्छौँ हैन। त्यो सबैलाई मार्क गर्ने हैन, जस्तै अब मैले हाईलाई मार्क गरिराखेको छु, तलकोलाई मार्क गरे हैन नि त। सो त्यही हो, आफ्नो एउटा मार्किङलाई चेन्ज गर्दै राख्ने, पछाडिको ट्रेन्डमा जुन ट्रेन्डलाई तपाईँले हेरिराख्नु भएको छ त्यो ट्रेन्डको पछाडिको मार्कअपलाई चाहिँ राख्नुहोस्। यसरी लेखेर राखे पनि भयो। अनि यो जुन लाइन छ यो लाइनलाई मैले रिमुभ गरेको छैन नि हायर हाईकोमा चाहिँ, तर हायर लोकोमा रिमुभ गरेको छु, किनभने त्यो हामीलाई चेन्जेसहरूमा थाहा हुन्छ पछि है। अब यहाँ के भयो त, हेर्नु त यसो विचार गरेर, के भयो यहाँ, हामीसँग हायर हाई थियो, हायर हाई बनायो, नयाँ हाई बनायो। नयाँ हाई बनाइसकेपछि तपाईँले यदि नोटिस गर्नुभयो भने, पहिला हामीले हायर लो पनि यहाँ लेखिदिइहालौँ न, सो ताकि कन्फ्युजन नहोस्। हामीले यहाँ नयाँ हायर लो बनायौँ, राइट। सो यो हायर लो बनाइसकेपछि फेरि मार्केट गयो माथितिर गयो। अब हायर हाई बनायो, झऱ्यो मार्केट, अनि ब्रेक गऱ्यो, हाम्रो हायर लो फिक्स भयो। फेरि यो हायर हाईबाट मार्केट झऱ्यो र मार्केट के गर्नुपर्ने, बढेर यसरी जानुपर्ने हो र नयाँ हाई बनाउनु पर्ने हो, तर त्यो गरेन नि हैन। यहाँ के भयो त, यहाँ मार्केटले यता तल आयो, फेरि माथि गयो, एन्ड आएर यसरी तल झरिदियो, हेर्नु त। अब के भयो, अहिलेसम्ममा के भइरहेको थियो, अहिलेसम्ममा म तपाईँलाई लाइन मार्क गरेर देखाउँछु, यो लो प्रोटेक्ट थियो, ब्रेक गरेको थिएन। फेरि यताको हाम्रो हायर लो प्रोटेक्ट थियो, ब्रेक गरेको थिएन नि। फेरि यतापट्टिको हायर लोलाई यहाँ ब्रेक गर्यो, गरेन नि। फेरि यो हायर लोलाई ब्रेक गर्यो मार्केटले, यो हायर लो बनाउनु गरेन नि। तर अहिले बनाएको हायर लोलाई चाहिँ मार्केटले ब्रेक गरिदियो। अब ब्रेक गरेपछि के भयो त,
यो हायर लो ब्रेक भएपछि के भयो त? हायर लो ब्रेक भएर यो केमा चेन्ज भयो? अब हायर लो ब्रेक भएको नि त। सो हायर लो ब्रेक भएर के भयो त? यो केमा चेन्ज भयो त? केमा चेन्ज भयो? लोवर लोमा। किन लोवर लोमा? किनभने यो के छ त? हायर लो भन्दा 109 पोइन्टले तल बनेको छ। हायर लो नै हुनको लागि के हुनु पर्थ्यो? यो हायर लो भन्दा मार्केट माथि नै बस्नु पर्थ्यो। तर त्यो बसेन। मार्केटले यो हायर लोलाई ब्रेक गरिदियो। यो ब्रेक गरेर यो हायर लो भन्दा तलपट्टि नयाँ लो बनायो। त्यही भएर यो के भयो त? लोवर लो भयो। र यो हायर लोबाट लोवर लोमा चेन्ज हुन्छ नि जब, यो हायर लोबाट लोवर लोमा जब चेन्ज हुन्छ नि, हो यो चेन्ज हुने यो ब्रेक गर्ने पोइन्टलाई हामीले के भन्छौँ त? एमएसएस भन्छौँ। मार्केट स्ट्रक्चर शिफ्ट भन्छौँ। यानि कि यो क्यान्डल, यो डेली क्यान्डलले जब कहिलेको यो क्यान्डल? अप्रिल 1 को, यही 2026 को अप्रिल 1 मा जब यसले क्लोज दियो नि डेली क्यान्डलले यो बिलो, यसले हामीलाई के इन्डिकेट गरायो त? अब मार्केट माथि जाँदैन। अब मार्केटको चान्सेस छ मार्केट तलतिर झर्न सक्छ। यानि कि मार्केटले अब आफ्नो डिरेक्सन चेन्ज गर्न सक्छ। सो मैले यो पहिला मार्क गरेको तपाईँलाई बुझाउनलाई हटाइदिएँ। अब यहाँबाट त अप ट्रेन्ड लागिरहेको मार्केट यहाँ गएर के भयो? एमएसएस भयो। यानि मार्केट स्ट्रक्चर शिफ्ट भयो हैन? अब जस्तै हामीले हायर लो कुरिरहेको हुन्थ्यौँ नि, हायर हाई ब्रेक गर्नलाई। अब बियरिसको केसमा ट्याक्क अपोजिट हुन्छ। बियरिसको केसमा अब के हुन्छ त? लोवर लो बनायो, मार्केट माथि गएको छ नि, अब हामी हायर हाई भनेर मार्क गर्दैनौँ। हुनसक्छ कि मार्केटले यो के भन्छन् अरे, बियरिसको केसमा के हुन्थ्यो अरे, हामीले माथि लोवर हाई भनेर लेख्थ्यौँ नि त होइन? सो हुनसक्छ कि यो लोवर हाई नभइकन यसले फेरि आफ्नो पुरानो हायर हाईलाई ब्रेक गरिदियोस्। किन कहिलेकाहीँ हुन्छ नि त, मार्केटले हामीलाई एमएसएस भनेर देखाए पनि मार्केट गइदिन्छ नि त माथि। सो त्यही भएर त्यो त्यति बेलासम्म लेख्दैनौँ जबसम्म अब यो लोवर लो ब्रेक हुँदैन। हामीले हायर हाई के अरे हाईहरू ब्रेक गर्ने कुर्थ्यौँ। के को केसमा? कुन केसमा चाहिँ हामीले यसरी कुर्थ्यौँ? अप ट्रेन्डको केसमा। अब हामीले डाउन ट्रेन्ड, अब मार्केट यहाँबाट डाउन ट्रेन्ड जान सक्छ भनेर थाहा भइसकेपछि अब हामी के को वेमा कुर्छौँ त? तलतिर। यानि कि अब लो ब्रेक नभइन्जेलसम्म हाम्रो के हुने भयो त? हाई। यानि कि यो पोइन्ट फिक्स हुने भएन। सो यो पोइन्ट के भयो त? अब हाम्रो यो पोइन्ट के भयो? यो पोइन्ट के भयो? भन्नु छ कि नै? सो के भयो त? यो पोइन्ट अब हाम्रो लोवर हाई भयो। किन? डाउन ट्रेन्डमा। किन यो लोवर हाई बल्ल ल्याउँ त हामीले? मार्केटले के गर्यो? हायर हाईबाट लोवर लो बनायो, हायर लोलाई ब्रेक गरेर होइन? हायर लोलाई ब्रेक गरेको भएर लोवर लो बनायो, फेरि मार्केट माथि गयो, अनि यहाँबाट के गर्यो त? मार्केटले झर्यो। झर्दा के गर्यो? यो लोवर लोलाई तोड्यो। यो तोड्यो कहिले? 24 जुन। जुनको 24 होइन, 24 तारिकमा के भयो त? यसले लोवर लोलाई तोड्यो। यानि कि बल्ल गएर हामीलाई के थाहा भयो त? लोवर हाई थाहा भयो। र यही नै लोवर हाई रहेछ है भनेर के भयो त? थाहा भयो। यो अब हाम्रो लोवर हाई, या हाम्रो लोवर लो। अब यहाँ हेर्ने हो भने मार्केट खासै त्यस्तो उसमा प्ले आउट भएको छैन। हुन्छ नि, अब लोवर लो गर्दै कन्टिन्यू गरेको छैन यसमा चाहिँ। यहाँ चाहिँ के गरिदिएको छ त मार्केटले भन्दाखेरि, अघि मैले जुन कन्सेप्ट सिकाएको थिएँ, अब यो के भयो? लोवर लो भयो होइन? टेक्स्ट लेखिहालौँ, लोवर लो। अब यो के भयो? लोवर लो भयो। अनि मार्केट के गर्यो? माथि गयो। अब यहाँ हेर्नुपर्ने कुरा इन्ट्रेस्टिङ छ। लोवर लो माथि गयो है, अनि झर्यो। अब मैले के भनेको थिएँ? मार्केटले आफ्नो लोवर लोलाई ब्रेक गरेपछि हाम्रो के फिक्स हुन्छ? के फिक्स हुन्छ त्यो ब्रेक गरिसकेपछि? लोवर हाई होइन?
सो यो पोइन्टलाई ब्रेक गरेको थियो कतिखेर हामीलाई 10 जुलाईमा र बल्ल गएर हामीलाई के थाहा भयो त लोअर हाई थाहा भयो। अब यहाँ भयो के मार्केट झरिरहेको थियो लोअर हाई बनायो झर्यो हैन र हामीले अर्को एउटा कुरा लेख्न बिर्सेछ कि मार्केटले यहाँ के बनायो त लोअर लो बनायो। लोअर लो ब्रेक भएर अर्को नयाँ लोअर लो बन्यो नि त। सो त्यसलाई पनि हामीले यहाँ लेखिदिइहालौँ। अब यहाँ लोअर लो बनिसकेपछि हेर्नु है फेरि के भयो मार्केटको अकर्डिङ हाम्रो अनुसार त के गर्नुपर्ने थियो मार्केटले हाम्रो अनुसार त अब लोअर लो बनायो अनि यतै कतैबाट मार्केट फर्केर फेरि नयाँ लोअर लो बनाउँदै मार्केट हिँड्नुपर्ने नि त। त्यो त हाम्रो डाउन ट्रेन्ड थियो नि त हैन। र यसैलाई लोअर हाई किन लिए त मैले यो लोअर लो पछि नयाँ लोअर लो बनेको यो दुईटा लोको बिचको यो हो नि त हैन यो लो र हैन अनि यो लोको टुप्पो कुन छ यो हो नि त टुप्पो। सो त्यही नै के भयो त हाम्रो लोअर हाई भयो हैन। त्यही भएर हामीले यता पछाडिको यसलाई लोअर हाई लिएको छैन नि त। किन लिएको छैन भन्दाखेरि हाम्रो लोअर लो र नयाँ बनेको लोअर लोको बिचमा जुन छ त्यसलाई लिएको नि त हैन। सो त्यो भयो। अब हामीसँग के थियो लोअर लो मार्केटले के गर्नु पर्थ्यो यसरी झरेर जानु पर्थ्यो तर मार्केटले के गर्यो त यतापट्टिको लोअर हाईलाई ब्रेक गरिदियो। यही लोअर हाईलाई ब्रेक गरिदिएपछि के इन्डिकेट भयो त अब यो लोअर हाईलाई ब्रेक गरिदिएपछि के इन्डिकेट भयो एमएसएस। किन अब लोअर हाईबाट मार्केटले यहाँ के गर्यो त मार्केटले यहाँ के गर्यो नयाँ हायर हाई भयो किनभने यो लोअर हाई भन्दा मार्केटले नयाँ हाई बनायो। के छ त यो लो यो हाई भन्दा मार्केट माथि छ नयाँ हाई बनाएको छ माथि बनाएको छ त्यही भएर यो के भयो त हायर हाई भयो। र हायर हाई मार्क गर्नु भनेको के हो त मार्केट यहाँबाट अप ट्रेन्ड लागेको थियो यहाँबाट हामीलाई डाउन ट्रेन्ड इन्डिकेट भएको थियो र अब यता एमएसएसले हामीलाई के इन्डिकेट गरायो त अब मार्केट यहाँबाट अप ट्रेन्डतिर लाग्यो है भनेर। यो के हो हाई लोज र एमएसएसले गरिने मार्केटको ट्रेस। अब यहाँ के हुन्छ त यो एकदमै बेसिक छ हामी पछि गएर यसलाई मार्क पनि गर्दैनौँ क्या तर अहिलेलाई तपाईँले यो के हुन्छ त एकदमै बुझ्न जरुरी छ। अब मार्केटले यहाँ के गर्न सक्छ यसो नयाँ लो बनाएर फेरि मार्केट माथि जान्छ के भयो त सेम यताको चाहिँ मार्केट बढ्ने भयो र यता कतै मार्केटले बढेर इक्जाम्पलको लागि मार्केट यहाँ आयो यहाँसम्म बढ्यो फेरि माथि गयो फेरि लो बनायो फेरि माथि गयो फेरि लो बनायो फेरि माथि गयो ब्रेक गर्यो लो बनायो के भयो त मार्केटले यसरी अब ट्रेन्ड गर्ने भयो अनि फेरि कुनै एउटा पोइन्टबाट फेरि मार्केटले तलपट्टि ब्रेक गर्ने भयो अनि फेरि त्यहाँबाट अप ट्रेन्ड लागेको मार्केट यहाँबाट फेरि अप ट्रेन्ड लागेको मार्केट अब फेरि यताबाट डाउन ट्रेन्ड लाग्न सक्छ र यो डाउन ट्रेन्ड अब अप ट्रेन्ड मार्क गर्ने तरिका पनि थाहा भयो डाउन ट्रेन्डमा कसरी मार्केटले वर्क गर्छ पनि थाहा भयो र मार्केट यो बिचमा स्विच हुँदाखेरि जुन छ यो स्विच हुँदाखेरि यो स्विच टर्मलाई पनि हामीले बुझ्यो जस्तै इक्जाम्पलको लागि यही एमएसएस भयो हैन। यसलाई जुम गरेर हेरौँ हामीले यो के थियो हामीसँग लोअर हाई थियो यहाँ के थियो हामीसँग लोअर लो थियो हैन र यो लोअर हाई थियो। अब बियरिश हो भने के गर्नु पर्थ्यो यो लोअर हाई के गर्नु पर्थ्यो प्रोटेक्ट गर्नु पर्थ्यो तर मार्केटले के गर्यो हाम्रो 17 जुलाई ब्रेक गर्यो यो लोअर हाई ब्रेक हुनका साथ हामीलाई के थाहा भयो त मार्केट अब माथि जान्छ। यो मार्केट यहाँ ब्रेक भएपछि पनि मार्केट के भइरहेको छ त मार्केट माथि नै गइरहेको छ। तपाईँलाई थाहा भएको पोइन्टबाट लगभग मार्केट कति भयो त 3.35% जस्तो के भयो मार्केट माथितिर बढ्यो। सो त्यसरी हामीले चेन्ज हुने भयो थाहा हुने भयो त्यसरी हामीले स्ट्रक्चर म्याक गर्छौँ एचएच एचएल एचएच एचएल हैन जुन हाम्रो यो टर्म थियो एचएच एचएल एलएच एलएल मार्केट स्ट्रक्चर सेप्ट यो सबै कम्बाइन भइसकेपछि के भयो त यसरी तपाईँले हरेक स्टेपलाई स्टडी गर्न सक्नुभयो।
हरेक स्टेपलाई अन्त कस्तो मजाले है अप ट्रेन्ड हुँदा पनि तपाईँलाई थाहा हुने भयो एमएसएस तपाईँलाई के भयो अब मार्केट बेयरिश ट्रममा गयो है भनेर पनि तपाईँलाई थाहा भयो तपाईँले यो कति बेलासम्म किन्नु न जबसम्म यो हायर ब्रेक हुँदैन त्यति बेलासम्म तपाईँको इन्टेन्सन के रहन्छ त मार्केट झर्छ है भन्ने नै रहन्छ र मार्केट के गर्छ झर्छ पनि अब यहाँबाट एमएसएस भएको छ अब तपाईँको इन्टेन्सन अब बेच्नेतिर हुँदैन बढ्नेतिर नै हुने भयो किनभने यहाँबाट अब मार्केट के हुनसक्छ उकालो लाग्न सक्छ है भन्ने कुरा के भयो त तपाईँलाई अब थाहा भयो केले थाहा भयो यही स्ट्रक्चरलाई तपाईँले फलो गरेको भएर र तपाईँलाई त्यो की रोल केले जस्टिफाई गर्यो या इन्डिकेट गर्यो कि मार्केट अब यहाँबाट फर्किन्छ अब यहाँबाट मार्केट चेन्ज भयो स्ट्रक्चर चेन्ज भयो त्यही भन्छन् के भयो हामीलाई त्यो स्ट्रक्चर चेन्ज भयो भनेर इन्डिकेट गर्ने काम केले गर्यो त एमएसएसले गर्यो अर्थात् मार्केट स्ट्रक्चर सिफ्टले तपाईँलाई एउटा ट्रेन्डबाट अर्को ट्रेन्डमा आउने स्विच यानि कि रिभर्सललाई इन्डिकेट गर्छ अप ट्रेन्ड एमएसएस डाउन ट्रेन्ड र अब यो त भयो अप ट्रेन्डको केसमा यो मार्केट यसरी नै हिँड्छ डाउन ट्रेन्डको केसमा यसरी नै हिँड्छ यहाँ डाउन ट्रेन्ड चाहिँ हाम्रो त्यत्रो लामो छैन त अप ट्रेन्ड चाहिँ जस्तो मजाले गएको थियो डाउन ट्रेन्ड त्यस्तो मजाले छैन होइन हामी दुईचोटि मात्रै लोवर हाई बनाएर मार्केटमा स्विच आएको छ तर अब कुरा गरौँ कुन केसमा चाहिँ मार्केटले यो जुन छ हाम्रो एचएच एचएल एलएच र एलएल यसलाई चाहिँ टोपी लगाउन सक्ने के टाइम कुन हो त कुन पोइन्टमा तपाईँले स्ट्रक्चरलाई राम्रोसँग म्याप गर्नुभएको छ भने त तपाईँलाई टोपी लाग्दैन होइन तर यो न वर्क नगर्ने हामीलाई के अरे अलिकति घुमाउन सहयोग गर्ने घुमाइदिने भनौँ न एक हिसाबले सहयोग गर्ने भन्नाले पनि त्यो काम गर्न सक्छ त केले भन्दाखेरि कन्सलिडेसनले यानि कि यदि मार्केट साइडवेज चलेको बेलामा भने तपाईँलाई लास्टै कन्फ्युज गराउँछ है इक्जाम्पलको लागि हेरौँ हुन्छ तपाईँले यदि राम्रोसँग करेक्टली मार्क गर्नु भने तपाईँलाई कतै केही इम्प्याक्ट गर्दैन तर नयाँ सिक्नेहरूलाई चाहिँ के गर्छ त अलिकति इम्प्याक्ट नै गराउँछ होइन अब यहाँ हेरौँ सिम्पल मेथडमा हेरौँ अब यहाँ हाई थियो यो हाई ब्रेक गर्यो नयाँ हायर हाई बनायो होइन यो हाईबाट यो हाई ब्रेक भएपछि नयाँ लो थियो अब यहाँ गएर फेरि मार्केट स्ट्रक्चर सिफ्ट भइदियो र मार्केट स्ट्रक्चर सिफ्ट भयो भनेर अब मार्केट यहाँबाट झर्छ भन्ने बेलामा झन् मार्केट यहाँबाट बढ्दियो होइन अनि फेरि सिमिलरली यताबाट फेरि मार्केट अब बढिराख्नु पर्ने मार्केट थियो नबढिकन फेरि मार्केट झर्दियो होइन अनि फेरि मार्केट यहाँबाट बढ्दियो अब सिफ्ट मार्केट एमएसएस गर्दा गर्दा के भयो त हामी माथि तल भन्दाखेरि ट्र्याप भयौँ र त्यो केस भनेको के हुन्छ एमएसएसले रङ गर्ने होइन एमएसएस हुन्छ भने त्यो एमएसएस फेरि यदि डाउन ट्रेन्डको लागि बनेको छ भने फेरि त्यो अप ट्रेन्डको लागि चेन्ज पनि हुन्छ एमएसएस तर के हुन्छ त कन्सल्टेसनमा तपाईँलाई लास्टै धेरै इरिटेट गर्छ के घरि बेरिसको लागि बनेको छ होइन ल अब यहाँबाट बेरिस भयो है भनेर भन्यो फेरि मार्केट बुलिस भइदिन्छ सो त्यसरी के गरिदिन्छ उसले ट्रेन्ड के हुन्छ किनभने कन्सल्टेसन त साइडवेज हिँड्ने मार्केट हो जो घरि माथि घरि तल गरिरहेको हुन्छ नि त एमएसएस पनि त्यो घरमाथि घरि तल होइन अनि हाई लोजहरू पनि घरिमाथि घरि हायर हाई घरि लोवर हाई हुँदै के हुन्छ त अप तलमाथि भइदिरहेको हुन्छ त्यसले तपाईँलाई अलिकति कन्फ्युज गर्न सक्छ नत्र हाम्रो यो स्ट्रक्चर कन्फ्युज हुँदैन यदि तपाईँले राम्रोसँग मार्क गर्न जान्ने हो भने त कन्फ्युज गराउँदैन बट सुरुमा त थाहा हुँदैन बुझिँदैन नि त सो त्यो केसेसहरूमा के गर्छ त यसले कन्फ्युज गराउँछ सो यो वेमा हामीले हायर हाइस हायर लो लोवर हाइस लोवर लो मार्क गर्ने गर्छौँ होइन द्याट्स हाउ एभ्रिथिङ वर्क्स र यति भएपछि तपाईँलाई कति सजिलो भयो नि त कति सजिलो भयो ल अब हायर हाई बनाएछ हायर लो के अरे तलतिर आयो होइन अब तपाईँले केही नहेरिकन पनि हुन्छ नि अलिकति ल मार्केट यता बिचतिर आयो किन्नु भयो यता हाई लो भन्दा स्टप लस मुनि राखिदिनु भयो किनभने तपाईँलाई थाहा छ यो लो ब्रेक गऱ्यो भने मार्केट बेयरिस हो नत्र यदि म अप ट्रेन्ड हो भनेर मलाई थाहा छ म करेक्ट छु भने तपाईँले यसरी हाईसम्म ट्रेड लिन सक्नुभयो यो मार्केट आयो तपाईँले लियो गयो किनभने तपाईँ अप ट्रेन्ड छ भन्ने कुरामा करेक्ट हुनुहुन्थ्यो त्यही भएर स्टप लस पनि मिल्यो तपाईँको इन्ट्री पनि अब तपाईँले के बेसिसमा लिन्छ त्यो अनुसार भयो इन्ट्री भयो होइन त हरेक इन्ट्री तपाईँलाई एकचोटि ट्रेन्ड थाहा भइसकेपछि तपाईँको स्टप लस टिपी होइन र अब तपाईँले यस्तो केसेसमा स्टप लस खाने भनेको त्यो मात्रै केसमा हो जुन केसमा एमएसएस हुन्छ इक्जाम्पलको लागि यहाँ हेरिदिइहालौँ नि त तपाईँको यहाँ ट्रेड लिनुभएको थियो
मार्केट अप ट्रेन्डै छ भनेर एमएसएस यो लो मुनि स्टप लस राख्नु भएको थियो हैन, टिपी तपाईँले यही हाईभन्दा माथि राख्नु भएको थियो। अब तपाईँले यहाँ स्टप लस खानुहुन्छ किन त? किनभने यहाँ मार्केट चेन्ज भयो। अब यो यहाँ पछि तपाईँ अझै बिस्तारै बिस्तारै हेर्दै गइसकेपछि तपाईँलाई थाहा हुन्छ कि यो रेन्जमा के छ त, मार्केट यहाँबाट सेल अफ स्टार्ट हुनसक्छ है भन्ने कुरा थाहा हुन्छ। भनेपछि अब तपाईँले यहाँ तल पुलब्याक आयो भन्दैमा किन्नुहुन्न, किनभने अब मार्केट यहाँबाट फर्किन सक्छ है भन्ने कुरा। सो यो सबै कुराहरू तपाईँको के हुन्छ त, बिस्तारै बिस्तारै सबै कन्सेप्ट्सहरू बुझ्दै गएर त्यसलाई पर्फेक्टली लगाउँदै गइसकेपछि मास्टर गर्न सक्नुहुन्छ र यस्तो दामी हुन्छ द्याट यु कान्ट इभन इमेजिन। र त्यसको लागि के हुन्छ त भन्दाखेरि हामीले अहिले राम्रोसँग यो सबै कुराहरू सिक्नुपर्ने हुन्छ र यो सबै कुराहरू तपाईँले चार्टमा लगाएर आफैले गर्न जान्ने हुनु पर्यो। त्यो नगरिन्जेलसम्म पढायो पाठ 16 दुना 8। होप यु गट द आन्सर। र आजको मार्केट सक्सेस सिफ्ट र हायर हाइज र हायर लोजहरूको बारेमा बुझ्नुभयो होला। किन मैले सुरुमा फाउन्डेसनको भिडियोमा हाई लो बनाउँदै मार्केट जान्छ भनेर मात्रै छोडेको थिएँ त भन्दाखेरि यसरी तपाईँलाई राम्रोसँग बुझाउनको लागि थियो। अब आई डोन्ट नो कतिको बुझ्नुभयो एन्ड आई होप कि तपाईँले बुझ्नुभयो हैन। सो आजको टपिक हाम्रो एसएमसी ट्रेडर, रिटेलर र इन्स्टिट्युसनल ट्रेडर के हो भनेर थाहा भयो र अब हामी अनि आफ्नो मेन टपिक लेसन 4 मा छिर्यौँ। हायर हाई, हायर लो, लोवर हाई, लोवर लो। र कुन केसमा तपाईँलाई कन्फ्युजन गराउँछ यो हाई र लोले बोल्दा जिउरो नि लरबराउन थालिसक्यो भन्ने कुरा मैले भनिसकेँ हैन। अनि मार्केट स्ट्रक्चर सिफ्टको बारेमा बनाएँ र मार्केट स्ट्रक्चर सिफ्टको बारेमा भनिसकेपछि यो दुईटैलाई कम्बाइन गरेपछि तपाईँलाई के भयो त एउटा यसरी स्ट्रक्चर थाहा भयो। ठोको ताली। सो कङ्ग्रेचुलेसन्स, आज तपाईँले एकदमै बवाल चिज पढ्नुभयो है। सो अझै यो कुराहरू अझै रिफाइन हुँदै जान्छ, अझै नयाँ कुराहरू थपिँदै जान्छ हैन। त्यही भएर किन तपाईँलाई टाइम दिनु पर्यो। अब यो हाई लो भनेर तपाईँले मार्क नगरिकन पनि आफ्नो आँखाले हेर्ने बित्तिकै थाहा हुन सक्नु पर्यो के। त्यसको लागि मैले अब ग्याप छोड्दैछु प्र्याक्टिस गर्ने हैन। र के क्वेसन छ भने डिस्कर्डमा ठोक्ने क्वेसन आएर है। यदि त्यो छैन भने झन् केही फरक भएन। अब सबै कुरा अलराइट, सबै कुरा बुझ्नुभयो भन्ने कुरा बुझेँ मैले। नत्र के भयो त, म अनि नेक्स्ट टपिकमा जान्छु। तपाईँले नबुझेको कुरा क्वेसन या कमेन्ट गर्नुभयो हैन, या डिस्कर्डमा मेसेज गर्नुभयो भने पनि म अब हरेक भिडियोको एन्डमा के गर्छु त तपाईँहरूलाई त्यो कुरा अलिकति सल्युसन त्यसको या त्यसको के गलत गरिराख्नु भएको छ त्यो कुरालाई एक्सप्लेन गर्ने भए तपाईँहरूलाई बुझ्न सजिलो हुन्छ हैन त। सो होप यु गाइज गट दि आजको लेसनमा अलिकति रमाइलो भयो होला। यु लर्न क्वाइट अ लट भन्ने आशाको साथ मैले चाहिँ के गर्छु त आजको हाम्रो यो लेसन 4 लाई यही एन्ड गर्छु एन्ड म भेट्छु हजुरलाई अर्को भिडियोमा। त्यति बेलासम्म आई होप कि सबैजनाले यसरी मार्क गर्न सक्ने हुनुहुन्छ र होमवर्क डिस्कर्डमा हुने मेम्बरहरूलाई यसरी नै चार्टलाई जुनसुकै तपाईँले एउटा स्टक्स हुन्छ, स्क्रिप्ट्स हुन्छ या इन्डेक्सै हुन्छ या ग्लोबल मार्केटकै किन नहोस् यसरी मार्क गरेर सेयर गर्नुहोस्। करेक्ट भएकोहरूलाई म लभ रियाक्ट गरेर छोडिदिन्छु। इनकरेक्ट बनाएर मार्क गरेर राख्नुभएकोहरूलाई चाहिँ मैले त्यही बेलामा रिप्लाई पनि दिन्छु, नभए यसरी भिडियोको एन्डमा त्यो कुरालाई म के गर्छु त यहाँ तपाईँलाई सेयर गर्छु, सिकाउँछु। एज अ पर्सनल कोचिङ नै हुने भयो तपाईँहरूलाई हैन। सो यस्तो बेनिफिट आई डोन्ट थिङ्क कतै भेटिन्छ अहिले मसँग। यो भिडियो कम्प्लिट नभइन्जेलसम्म जुन यो के अरे हाम्रो यो लेक्चर कम्प्लिट नभइन्जेलसम्म, यो कोर्स कम्प्लिट नभइन्जेलसम्म तपाईँसँग टाइम छ। कोर्स कम्प्लिट भइसकेपछि त अब अभियसली सकिहाल्यो। त्यसपछि त सिक्ने भनेको यदि अब अरू कुनै मिडियमको थ्रुबाट मसँग टचमा हुनुभयो भने हो, या नत्र आफूले खोजेर गर्नुपर्छ। सो अहिले बेनिफिट अहिले 20-22जना कतिजना सब्सक्राइबर भइसक्नु भएको छ। बेनिफिट छ तपाईँसँग, हेरिसकेपछि त्यसलाई गर्नुहोस्। आउँदैन भने क्वेसन गरिहाल्नुहोस्, किनभने यो कोर्स मैले बनाइन्जेलसम्म मैले त्यो कमेन्ट पनि हेरेर आउँछु हैन। र कोर्स बनाएर सकिसकेपछि म कमेन्ट पनि हेर्न छोडिदिन्छु, किनभने मेरो काम थियो प्रोभाइड गर्ने। प्रोभाइड गरिदिइसकेपछि त डन हो नि त म त। सो टाइम छँदै अलिकति सदुपयोग गर्नु होला, प्र्याक्टिस गर्नु होला, बिकज प्र्याक्टिस मेक्स म्यान अर वुमेन पर्फेक्ट है त। सो
That's it for today, and I will see you in the next video. Tata bye bye. Jai Nepal.